나도마 아주 네 सर्वप्रथम 차람균이 신신 난겐기요. जल मार्फत हिँडिरहनु हुने 파소 긴누이데 आर्य भिक्षु 줌바드 줌은 한번 쏘다 다는 신기 भिक्षुनी 쇼그르베고 आर्य 오늘 पनि 겸게 गुरुहरू 외신이 खेम्बु कल्याण मित्र 한번 쏘다 다는 신기 이제 साथसाथै 점리션으로 예배 텐데 यो संसारमा छरेर 쇼로 बस्न नमिया हुने 송로야 सम्पूर्ण बौद्ध मार्गीहरूमा 자시베 섬주샤이 सुस्वास्थ्यको कामना व्यक्त गर्दै हार्दिक न्यान अभिव्यक्त टक्रियाउँदछ 근데 आज 다리기 야르셔리기라 추딘 आ, 유어디 차리어라 추딘 엔초디 차리어라 अब यो सालको 디시에나다 मर्मको 가자 ग्रीष्मकालीनको प्रवचन आज 남사시에는 अन्तिम रहेको छ 추딘거래 거기 10औं दिन 추송지에 삼성 10औं दिन 아예 अन्तिम दिन रहेको छ खास त यो मैले 13 दिनसम्म राखेको 제거비에다 थिएँ 니마카시에 तर पनि के हो त प्रवचन गर्ने क्रममा 수지체 네 토요 말에 근데 인주산에 त्यसमा अब सङ्कलन गर्ने क्रममा मलाई समय 지시에나 लागेको हुँदाखेरि मैले 당보시에비나다 13 दिन दिन सकेन 니제레 니마카시 빠르고면로 서서 대소 यो बिचमा त केही दिन थप्नु जस्तो 이내야 लाग्यो तर पनि 초진에다 के भने एक पक्षमा हेऱ्यो भने फेरि मैले this 갈레르지 더 수부토네 갈레르지 여치도 मलाई अलिकति स्वास्थ्य पनि अलिक खराब भएको होला अलिक 디아르쇼 भएको लिएर अलिकता गाह्रो भएकोले मैले 초니네 되네 एक पक्षमा मैले त्यो अर्को दिन थप्नु सकेन अर्को पक्षमा हेर्ने हो 수부토네 भने 시에비나 안타 अब यो 도 मुख्य 니마카시 स्रोतको 빠르 विषयमा 멤버 니마 숨시스를 바고 하는 샤리도 यसको विषयमा बोल्ने हो भने 3-4 दिन 야 राख्नु थप्ने 야한테가 सोचेकी 신다내가 तपाईँले के 양 हो त 개체들이 अर्को महत्त्वपूर्ण 여인주산에 काम 야 ममाथि 니마 अलि बर्सिएको 숨시스를 바고 हुँदाखेरि 저만 디스칼레르 주스래 मैले 3-4 दिन थप्यो भने मलाई गाह्रो हुने हुँदाखेरि मैले 근데 यो आजको 인주산에 10 दिनमा मैले सीमित राखेँ 아니 디 आज 추디 टुङ्गिन छ यो 빠르고 सालको 뭐치시 엔티 मर्मौ 텔리아 아니 यो 추디 탐바치 ग्रीष्मकालीन 다리 बर्खा मासको 가서에 प्रवचन आज नै म 야셔 टुङ्गाउन 디린 चाहन्छु 투바치야 도시 आज 드네다 सकिन्छ 드링기 주시디다 조 거두 숨바드 시베 आजको मुख्य 거두 यो 숨바드 시베 विषय रहेको छ बुद्ध वचनको सङ्कलन तेस्रो चरणमा बुद्ध वचन सङ्कलन गर्ने विषय 텔레아다 아무데 जाँदैछु 다 아무데 거두 숨베 거치르와 거두 숨베 거 텔레야 베나세기 야와체비나 다 숨기sor지 용데베 소시 다 야와체비나 다 숨기sor지 마신디디스 나세기 야와체비나 숨기sor지 용데도 다 디나네 बुद्ध वचन सङ्कलनको विषयमा अब 3 प्रकारको विषयहरू रहेको छ यहाँ 당보디 यो तेस्रो चरण बुद्ध वचन सङ्कलनको तेस्रो 당보디에는다 제레 3 가서 प्रकारको विषय राखेको छ यसमा के हो त भन्दाखेरि पहिलो चाहिँ 네마 유거도다 안에 디네 니바디 바틀 부제 거두체 디제레야 거두 नेमाबु 숨비고래야 भनिन्छ 저 비규나데 नेमाबु 순수 가리게 नेमाबु 버셔 도시 बुद्ध वचन त्यसो पाटलले पुत्रेको बुद्ध वचन नेमाबु भन्नाले अब 나스타 텔레야 पत्सी पुत्रिया बुद्ध 다 वचन 거두 सङ्कलन 숨다 시바티 줄이야 남기 데베 거두 숨도 와 데베 거두 अब तेस्रो चरणमा बुद्ध वचन 데베 सङ्कलन 거두 गरेपछि 제레라 अघि त 거기 तेस्रो र 내다 चौधले के भन्छ निकायको बुद्ध 와와와제 वचनको सङ्कलन भनिन्छ 다달람사 यो तल 숨바시 आइन्छ 다 यसलाई 지난 तत्कालै मैले 가사도마 बताउनु 맞에 आवश्यकता थिएन 직대는 숨기 यसको विषयमा मैले पहिला बताइसकेँ 시에비야 딱 그도 당보다 त्रिपिटकको 그도 बुद्ध वचन 니마시야 सङ्कलन मैले भनिसकेँ 딱 그도 당보사 पहिलो दोस्रो 제베 परिषद 거두 बताइसकेँ 샤리 어바 पहिलो बुद्ध वचन सङ्कलन भनेको राजगृहमा बुद्ध वचन सङ्कलन गरेकोले 데레 बुझिन्छ 소체미기 त्यस्तै गरी 꽁소나 विशेष 샤베 गरी 샤리 어바 महाकश्यपले 드네 उत्तरदायी 니버디 लिएर गरेको 당보제 거두 사드레 दोस्रो बुद्ध वचन 나세 सङ्कलन चाहिँ 거두시 वैशालीमा गरेको थियो 다조 वैशालीको बुद्ध वचन 다조 सङ्कलन 무슨발라 भनिन्छ 사베게 아니 꽁소나 अब 샤베 거두 अरब 샤리 कृति अर्थात् 그데 यशोद 딱 लगायतका विभिन्न 당보다 니버디 슈세 अरबहरूले बुद्ध वचन सङ्कलन गरेका थिए 딱 그도 당보다 यो 니버디 पहिलो दोस्रो मैले 갸기 बताइसकेँ 나바상게베게 딱 अब यो 루주도 भारतमा 바로야 그도 베게 भारतको इतिहासमा हेर्ने बौद्ध धर्म 치주인이 아니 सम्बन्धमा बुद्ध वचनको सङ्कलन परिषद 당보다 니버디 पहिलो र दोस्रो 그도 एकदम 당보다 महत्त्वपूर्ण इतिहासमा राखिन्छ
भारतमा एकदम यो सबैले 개첨부임이 समर्थन गरेको र 신호입니다. यसमा कुनै गलत नभएको 좀더 सबै यो iten션에 दस्तावेज लगायत विभिन्न यो सबै 되는 시제의 넘버로 स्पष्ट रूपमा देखिएको छ 시제의 넘버 대한 대한 पहिलो दोस्रो बुद्धबाट सङ्कलनक्रममा के हो त त्रिपिटकको जति पनि रूपहरू छन् रूपहरू 상계기 स्वरूपहरू 까 डल्लो ढिक्कैसँग 도롱 대시다 स्पष्ट आएको थियो 엔다는 신이 뇌제 अनि 성로 बुद्ध अनि दुरुदा त्यो बेलामा के थियो त भन्दाखेरि अब 가수 충지 나세네 जति पनि जुन चार प्रकारको आगम त्यसै गरी विभिन्न विनयको कुराहरू अत्यन्त स्पष्ट सफा राखिएको थियो विनय पिटको विषय एकदम सबै सङ्कलन गर्ने मात्र नभएर एकदम राम्रोसँग मिलाए परिमार्जन गरे र यो गरेको कारणले गर्दा नै मोक्ष प्राप्ति गर्नको लागि जुन मार्ग चाहिँ के भयो त चिन्तामणि जस्तो भएर एकदम अतुलनीय हुनु पुग्यो यो ग्रन्थहरू त्यसले चाहिँ अब सुरक्षा गर्ने समर्थन गर्ने सबैको एकदम राम्रो भयो समर्थन भयो सुरक्षा रह्यो अब भारतमा चाहिँ त्यो पहिलो र दोस्रो बुद्धबाट सङ्कलन गर्ने मात्र सीमित नभएर त्यहाँदेखि तेस्रो चौथोदेखि अनेक धेरै बुद्ध वचनहरू सङ्कलन भएका थिए भनी भनाइ छ पहिलो र दोस्रो बुद्धबाट सङ्कलन गरेको बाहेक पछि तेस्रो नम्बरदेखि तल आयो अङ्कमा ती सबै निकायहरूले सङ्कलन गरिएका बुद्ध वचन भनेर यसरी दाबी गरेका छन् अब यो चाहिँ के हो त भन्दाखेरि निकायदेखि बुद्ध वचन सङ्कलन गरेको हुँदाखेरि स्रोत सही स्रोत यो भनेर आफू नै पक्षदेखि अब सङ्कलन गरेको हुँदाखेरि सबैले समाधान गरेर त्यसो एउटै ठिक देखिँदैन तीन भागमा बदल्नुपर्छ हामीले पहिलो बुद्धबाट सङ्कलन दोस्रो बुद्धबाट सङ्कलन तेस्रो बुद्ध सङ्कलन अर्थात् यसलाई बुद्धको लागि के भन्नु पर्यो भन्दाखेरि महाबुद्धबाट सङ्कलन मध्यम बुद्धबाट सङ्कलन अनि सानो बुद्धबाट सङ्कलन बुझ्नुपर्छ महाबुद्धबाट सङ्कलन के बुझ्नुपर्छ भन्दाखेरि अनि जति पनि बौद्ध सबै सङ्घहरू र बुद्धको सट्टामा सबै समर्थन भएर बुद्धको वचन सङ्कलन गरे त्यो पनि राजगिरियामा यो चाहिँ बौद्ध धर्म अवलम्बीहरू सबै बुद्ध भिक्षुहरू सबै समर्थन गरेर सङ्कलन गरेको थियो नि त त्यही कारणले चाहिँ महाबुद्धबाट सङ्कलन भनिन्छ यही कारणले दोस्रो चरणमा त्यस्तै आयो बुद्ध वचनको सङ्कलन दोस्रो र तेस्रोमा सबै निकायहरू सबै बुद्ध वचन बौद्ध सङ्घहरूले समर्थन गरे सहमर्थ गरेर एकदम शुद्धता गुणस्तर हुन पुगे यो महाबुद्ध वचन सङ्कलन भनेको सबैले स्वीकार गर्ने समर्थन गर्ने भएकोले महाबुद्ध वचन सङ्कलन भयो भने पहिलोलाई र पहिलो र दोस्रोलाई यही कारणले गर्दाखेरि यसलाई राजगिरका बुद्ध वचन सङ्कलन वैशालीका बुद्ध वचन सङ्कलन अब दोस्रो बुद्ध वचन सङ्कलन गर्ने हो भने यसलाई चाहिँ मध्यम बुद्ध वचन सङ्कलन भनिन्छ यो चाहिँ के हो त निकायको बुद्ध वचन सङ्कलन गरिन्छ यसमा अब यसलाई निकायको बुद्ध वचन भन्नु मिल्छ कसरी हो त भन्दा आफ्नै निकायका पक्षबाट आफ्नै के आए त्यो कुरा सबै अब सङ्कलन गरेको थियो नि त अब जुन आफ्नो पक्षमा रहेको निकाय बाहेक अरूको निकायहरूले के बताएको थियो भने त्यो चाहिँ अब सबैको अब समर्थन सकिँदैन जस्तै कि मूल सर्वस्तिवाद पक्षमा हेर्ने हो भने अब काश्मीरवादी भनौँ काश्मीरमा हुने सङ्घहरूले बुद्धको सङ्कलन गरेको थियो काश्मीरमा जाने सङ्घहरू चाहिँ मूल सर्वस्तिवाद निकायका थिए अब मूल सर्वस्तिवादको बुद्ध वचन सङ्कलन हेर्ने हो भने अब काश्मीरमा पक्ष भएको सङ्घहरूले मात्रै सुधार गर्ने मात्रै थियो अरू पक्षको त थिएन अब स्थवीरको निकाय रहेको छ तर यो महासङ्घको निकायको विषयमा भएको बुद्ध वचन सङ्कलन गरिएको छैन आफ्नै निकायमा के बताए त्यही कुरा सङ्कलन गर्ने भएकोले यसलाई चाहिँ मध्यम आफ्नै निकायमा भएका सीमित भएका त्रिपिटकलाई सङ्कलन गर्ने
बुद्ध वचनलाई 다다 सङ्कलन गर्ने 갸나 भएको 켈야 슈데베게 परिषदले चाहिँ मध्यम 대두수 बुद्ध वचन 주야고 सङ्कलन गरेको छ 롱디시 지어봐 롱디시디 अब यो 아니 대바치니 त्रिपिटकको 총대지 있어만 대바는 라면다 지니 बुद्ध 총대지 근데 वचनभित्रमा के हुँदा लुङ देशी भनिन्छ नि अब चार आगम 다다시기 स्रोतहरू बुझ्नु भएको त्यसै गरी 지당게 대바랑 विनय 소수기 लगाएको 딕샤베게 आफ्नै 듀와이 निकायमा भनौँ न आफ्नै पक्षमा सङ्कलन गरेका छन् आफ्नै निकायमा लेखिएका छन् खसत ग्यारे आफ्नै पक्षमा लोप भएकोलाई थप्दै आएको बढ्दै आएको त्यसमा कमजोरीलाई शुद्धिकरण गर्दै आएको आफ्नो निकायमा छन् यो सबै कुराहरू अब जोड्यो नि त एक आपसमा ल्यायो आफ्नो निकायदेखि बन्द गरेर बुद्ध वचनलाई सङ्कलन गर्ने उहाँहरू सक्षम भए यो धेरै निकायहरू भएको भन्दाखेरि यसले के जनाउँछ भन्दाखेरि आफ्नै निकायको बुद्ध वचन सङ्कलन गरेको हुँदाखेरि यसलाई चाहिँ मध्यम बुद्ध वचन सङ्कलनको परिषद भनिन्छ तातेने कदु सुम्बते कदु छुङसात्रे कदु अब तेस्रो बुद्ध वचन सङ्कलन त्यसलाई चाहिँ सानो बुद्ध वचन सङ्कलन भनिन्छ यसले के बुझाउँछ भन्दाखेरि यो बेलामा अब सूत्र पिटकलाई ग्रहण गर्ने न्याय पिटकलाई ग्रहण गर्ने अभिधर्म पिटकलाई ग्रहण गर्ने अब एउटा निकायले चाहिँ यसलाई के हो त अब आफ्नो आधारमा आफ्नो पक्षमा रहन सकेन अब कसैले विनयमा पक्ष विनय पिटकमा अब सङ्कलन गरे कसैले सूत्र कसैले अभिधर्म आफ्नै पक्षमा भनौँ न सङ्कलन गर्दै गए सबै अब निकायमा तिनैवटा पिटकहरूलाई चाहिँ अब यसरी अब सङ्कलन गरेर त्यो नगरे त्यसले चाहिँ के भयो भन्दाखेरि अनि के भनिन्छ भन्दाखेरि तेस्रो बुद्ध वचन सङ्कलन अथवा सानो बुद्ध वचन सङ्कलन भनिन्छ के कारणले गर्दाखेरि यो उहाँहरूले व्याख्यान पनि गरे यस्तो विषयमा बताए पनि प्रचार प्रसार पनि गरे यदि यसरी बुद्ध वचन सङ्कलन गरेर मात्रै राखेर यसमा अनि टिका लेख्ने व्याख्यान गर्ने प्रचार प्रसार गर्ने नगरेको न अब नगरेको होइन त्यो अब सङ्कलन गरेको भए सीमित मात्रै हुन्थ्यो त्यही कारणले गर्दाखेरि यो अनि त्यसमा व्याख्यान पनि गरेको टिका पनि लेखेको हुँदाखेरि के भयो त भन्दा यसलाई चाहिँ सानो बुद्ध वचन सङ्कलन भनिन्छ अथवा कादुछुमो भनिन्छ कादुछुमो यो दुई प्रकार बुद्ध वचन सङ्कलन मैले बताइसकेँ पहिला भनौँ न जुन भारतको बेलामा वैशालीमा र राजगिरीमा बुद्ध वचन सङ्कलन भयो बुद्ध वचन सङ्कलन भयो पछि गएर अब तीन अब भनौँ त्यसपछि गएर अब यो आमामी निकायदेखि त्यसपछि गएर निकायभित्रमा पनि अब बेटर छुरी जाँदाखेरि तीन प्रकारको निकाय छुरी अब पुग्यो भन्ने बुझिन्छ निकायको बुद्ध वचन सङ्कलन तीनचोटिसम्म अब उत्पन्न भएको थियो जस्तै कि अशोक राजाको पालामा र त्यसै गरी अब कनिष्क राजाको पालामा बुद्ध वचन सङ्कलनका दोस्रो चरणमा आएको थियो यसको लागि इतिहास पनि छ स्रोत पनि तर निश्चित रूपमा बुद्ध वचन सङ्कलन गरेको थियो अशोक राजाको पालोमा कनिष्क राजाको पालोमा यो बुद्ध वचन सङ्कलन गरेका थिए भनेर दाबी गर्न सक्दैन तर पनि हामीले विश्वास गर्न सक्छौँ विश्वासको पात्र रहेको छ बुझ्न सक्छौँ अब आफ्नै विषयमा अब विभिन्न निकायको बुद्ध वचन सङ्कलनको विषयमा बताउनु पर्दाखेरि पहिलो के गर्छु भन्दाखेरि बत्सी पुत्रीय बुद्ध वचन सङ्कलन अब बत्सी पुत्र निकाय स्थविर भने एउटा यो भनौँ न सर्वका यानाको एउटा भित्रमा पर्छ यो त्यो चाहिँ जुन विभिन्न निकायहरू छुट्यो नि त आफ्नो निकायमा अङ्ग छुटिँदाखेरि एकजना आएको स्थविर हो उहाँ चाहिँ मलाई चाहिँ बत्सी पुत्र भनिन्छ पुत्रीय भनिन्छ उहाँलाई
अब यो 현상고 चेला खिचिते अब के बताउनु अब यो बत्सी पुत्री भनेको हो त भन्दाखेरि ऋषि मुनि चाहिँ एकदम एकान्त ठाउँमा बस्नुपर्छ गर्दछ अब ऋषि मुनि भएर एकान्त ठाउँमा बस्दा त त्यहाँ भैँसी आएको थियो अब भैँसी जुन भैँसी देख्दाखेरि भैँसी भनौँ न गाई भनौँ न गाई जुन गाई देख्दाखेरि त्यो ऋषिलाई एकदम आसक्त जागेको थियो अब एउटा युवकको विचार आउँदाखेरि त्यसमा सम्बन्ध राख्दाखेरि अनि त्यो सम्बन्ध बस्दाखेरि एकजना पुत्र जन्मेको थियो त्यही कारण नेमा भइएको भनिन्छ अर्थात् के हो त गर्नु नहुनेदेखि अब नहुनेदेखि अब त्यसरी जन्मेको हुँदाखेरि अब त्यहाँदेखि आएको पुत्र भनिन्छ त्यही कारण बत्सी पुत्रिया भनिन्छ हाम्रो आमा चाहिँ के हो एउटा गाई जस्तो के मान्छे चाहिँ अब बुवा चाहिँ अब एउटा ऋषि मुनि भयो आमा चाहिँ एउटा गाईदेखि जन्मेको अब आमा गाई भनौँ न अब जुन बत्सी पुत्रको आमा त्यसरी अब जुन सम्बन्ध हुँदाखेरि जन्मेको पुत्रलाई चाहिँ बत्सी पुत्र भनिन्छ रहेछ अनि यसरी अब यो खुइचीले यसरी गरेका छन् भोरको अनुवाद अनुसार बाबा विवेका भैयाले अब लेख्नु भएको अब यो अब लेख्दिन्छे भनिन्छ अब यो भोट भाषामा चाहिँ अब यो लेख्ने चाहिँ अब निकाय विभेद भाषिक भनिन्छ त्यो चाहिँ समेत या जुन अब समेत या निकायहरूले बुद्धबाट सङ्कलन गर्ने क्रममा चाहिँ तपाईँलाई के हो त बुद्ध परिनिर्वाण भनेर अब 137 वर्ष पुगेको थियो त्यो भित्र के हो त सङ्घ बिचमा धेरै विवादहरू मचिए जस्तै नन्दै राजा नन्दै राजादेखि लिएर वंशदेखि लिएर अब पद्मा राजासम्म नि 63 वर्ष समय यसरी भनौँ न विभिन्न यो विवादहरू मचेको थियो विवादहरू शान्त हुन सकेनन् त्यो बेला के हो त बत्सी पुत्र स्थविर एकजना भिक्षु थिए त्यो बेला अघि मैले बताएको था मैले बताएको अघि जुन अब ऋषि मुनिदेखि अब भनौँ न ऋषि मुनिको गोत्र जुन वत्सी पुत्र भनौँ न नेमा वत्सी पुत्रिया स्थविरा अब उहाँले चाहिँ यो सङ्घहरू सबै सङ्कलन गरेर अनि बुद्धको वचनहरू अब सबै सङ्कलन गरेर चाहिँ यो विवादहरूलाई चाहिँ शान्त पार्छु भन्ने यसरी अब उहाँले बुद्धको सङ्कलन गर्ने निर्णय गर्नुभएछ यसकै विषयमा चाहिँ हेङरुङ भनिन्छ विद्वान उहाँले अब धैमे नाङदेन भनिन्छ प्राचीन बौद्ध धर्मको प्रवचन कसरी सङ्कलन गरे भनेर रहन्छ त्यो भित्र अनुसार के लेखेछ भन्दाखेरि अब यो समत्या निकाय भनेको चाहिँ वत्सी पुत्रिया को पक्षमा पर्ने निकाय हो भनेर यसरी अब स्पष्ट राखिएको छ लेखिएको पनि छ त्यही कारणले गर्दाखेरि समत्या निकायहरू चाहिँ यो वत्सी पुत्री निकायको पक्षमा पर्छ भन्ने मिल्दछ त्यही कारणले गर्दाखेरि समितिया निकायको विभिन्न अङ्गहरू छुट्टिने बेलामा त्यो बेला चाहिँ अब वत्सी पुत्रिया को निकाय चाहिँ त्यो बेला बाहिर प्रत्यक्ष रूपमा आएको थिएन त्यही कारणले गर्दाखेरि यदि साँच्चै नै यो वत्सी पुत्र निकाय भन्ने छ भने यदि यो वत्सी पुत्र स्थविर भने चाहिँ के हो त वत्सी पुत्र निकाय भन्दा पनि अगाडिको यो आचार्य एउटा भिक्षु स्थविर हो भन्ने
दाबी गर्नु निबा दे पाटली असर बुटे मलाई लाग्छ। पाटली बुटे से तिङसाम अब पाना दोस्रो छ पाटलिपुत्रको बुद्ध वचन। आजभोलि अब यसलाई के भनिन्छ भन्दाखेरि बिहारभित्र पर्दछ पटना भनेको पटना। आजभोलि पटना भन्छ, पहिला प्राचीन पाटलिपुत्र भन्थ्यो। पाटलिपुत्रको बुद्ध वचन सङ्कलन गर्ने विषयमा भन्नु पर्दाखेरि उत्तर परम्परागत बौद्ध शासन अनुसार अब राजा अशोक को समयमा जुन पाटलिपुत्र भनिन्छ, आजभोलि पटना भनौँ न बुहान रहने, त्यो बेलामा के हो त अब गेलाङ छेम्पो अर्थात् गेलाङ छेम्पो भिक्षु महादेव अब धर्म भाषामा चाहिँ यसलाई मार्बुचेन पाटलिपुत्रमा भन्छ, पाटलिपुत्र भिक्षु महादेवले चाहिँ पाँच दर्शनहरू बताए। त्यो बताउने क्रममा धेरै विवादहरू धेरै मचिँदाखेरि अनि धेरै त्यसमा धेरै भनौँ न विवादहरू मचिँदाखेरि राजा अशोकले समर्थन गरे। राजा अशोकले समर्थन गर्दाखेरि जुन भिक्षु महादेवलाई भिक्षु महादेवलाई चाहिँ अब उहाँलाई आरोप लगाउँदाखेरि राजाले उहाँ 500 भिक्षुहरूलाई आरोप निकाला गरिदिए, हटाइदिए। त्यो हटाउने 500 जना भिक्षुहरू चाहिँ काश्मीरमा पुग्यो। काश्मीरमा पुग्दाखेरि अब साँच्ची नै भिक्षुहरू उहाँ पो रहेछ, उहाँलाई स्वागत गर्नु पर्यो भनेर स्वागत गर्ने आरोप गरे। तर स्वागत गर्ने क्रममा उहाँहरू फेरि पाउनु भएन 500 जना भिक्षुहरू। अब यो बेला हुँदैन, अब बुद्ध धर्म धेरै अब काश्मीरको अगाडि चाहिँ यसलाई सङ्कलन गर्नु जरुरी छ भनेर यसरी अनि राजा अशोकले त्यहाँ भएका भिक्षुहरू सबै भिक्षुहरूलाई भेला गर्ने चाहिँ बुद्ध वचन सङ्कलन निर्णय गरे भन्दाखेरिलाई पाटलिपुत्रको बुद्ध वचन सङ्कलन भनिन्छ। अब चीनको अनुवाद अनुसार यो राजा भनौँ न होइन, राजा अशोक राजा अशोक चाहिँ बुद्ध परिनिर्वाण 110 वर्षपछि आउनु भएको हो भनेर चाहिँ बताइन्छ। यो चाहिँ उत्तर परम्परागत बौद्ध शासन बताउँछ। अब दक्षिण परम्परागत बौद्ध शासनले बताउने स्रोतमा हेर्ने भने दीप वंश र महावंश भित्रमा चाहिँ के छ भन्दाखेरि अर्थात् काला अशोक अर्थात् राजा अशोक चाहिँ बुद्ध जुन अब बुद्ध वचन सङ्कलनका दोस्रो चरणमा चाहिँ उहाँ आउनु भएको थियो भन्ने यसरी लेखिएका छन्। अर्थात् बुद्ध परिनिर्वाण भएर 236 वर्षपछि जुन एकजना धेरै छलकपट गर्ने महादेव भिक्षु भन्ने नाममा आउनुभयो। उहाँले बौद्ध धर्मलाई धेरै भ्रष्ट गर्नुभयो, हटाउनु भयो। त्यही कारण यसले शुद्ध कानुन पाल्नको लागि बुद्ध जुन अशोक राजाले होइन समर्थन गरेर जति पनि बुद्ध वचनलाई अब सङ्कलन गर्ने अनि जुन मङ्गोली पुत्र तिस्सालाई विशेष अब स्रोत राखेर उहाँले राखेर अनि धेरै हजार निकै भिक्षुहरूले स्रोत राखेर यसरी पाटलिपुत्रमा अनि बुद्ध वचन सङ्कलन गर्नुभयो होइन। तेस्रो बुद्ध वचन सङ्कलनको परिसर राख्नुभयो भने यसरी अब दक्षिण परम्परागत बौद्ध शासनको लेखोटहरूमा विव वंश र महावंश यसरी बताएका छन्। अब ती दक्षिण परम्परागत बौद्ध शासनहरू के भन्छ भन्दाखेरि कति महिना लागेको थियो बुद्ध वचन सङ्कलन भन्दाखेरि 9 महिना लागेको थियो। यो बुद्ध वचन सङ्कलन गर्ने क्रममा मङ्गोल पुत्र तिस्साले चाहिँ तम्गिसी भनौँ न कथावस्तु भन्ने एउटा लेखेको थियो। यो कथावस्तु लेख्नुको कारण के हो त भन्दाखेरि जुन मिथ्या दृश्यहरू बुद्धको धर्मपट्टि विभिन्न मिथ्या दर्शनहरू मिथ्या दृश्य बनाउनुको लागि लेखेको थियो भनिन्छ। तर पनि आजभोलि धेरै अब छानबिन गर्दा अनुसन्धान कर्मीहरूले अब यसो छानबिन गर्दाखेरि यो कथावस्तु भनेको चाहिँ के हो त मूल विषय विभाजित नहुनुभन्दा पनि अगाडि
नभएर यो चाहिँ 강화 겹이야. पछि गएर के हो त अङ्गमा छुटेर गएर निकाय हो 댄스네. 근데 심주바 망부치기 땀 이시사데 개분 양해매 거리야 잡아지 이사 말했어. त्यही कारणले यो चाहिँ निकायहरू छुटेको बेलामा नभएर चाहिँ यो राजा अशोकको पालोमा यो लेखिएको कथा वस्तु लेखिएको कुरा हो भनिन्छ कथा वस्तु यो चाहिँ राजा अशोकको बेलामा भएर यो निकायहरू विभाजित भएको बेलामा होइन त्यही कारणले सुग्लु क्षेत्रको ग्रन्थ विशेष भनौँ न भस्टिकाभित्र के रहेछ भनेदेखि बुद्ध जुन राजा अशोक बुद्ध निरूपण भएर 100 पछि आउनु भएर बुद्ध वचन सङ्कलनको लागि तेस्रो पटक राखे अब भनिन्छ त्यही गरेर त्यो चाहिँ अब श्रीलङ्काको लेखन बाहेक श्रीलङ्काको लेखनमा चाहिँ अब बुद्ध परिनिर्वाण भइसकेको 100 वर्षपछि राजा अशोक आउनु भएर बुद्ध वचनको सङ्कलन चाहिँ तेस्रो चरणमा उहाँले बुद्ध वचन सङ्कलन गरे भने यो श्रीलङ्काको बुद्ध वचनको स्रोत एउटा लेखनमा भए अरू निकायहरूमा चाहिँ यो स्पष्ट लेखिएको छैन हो तीन पहिलो दोस्रो तेस्रो बुद्ध वचन लेखिएको छ तर पनि के हो त यो स्थविरहरूको अब बुद्ध वचन सङ्कलन थियो भन्ने अब स्पष्ट छैन तर पनि श्रीलङ्काको लेखन अनुसार चाहिँ बताएको छ बहुत परम्परागत बौद्ध शासनको भनाइ अनुसार चाहिँ यसमा 3 प्रकारको कुरा रहेको छ अहिले मैले बताएँ नेमा भई दोस्रो जलदय बुद्ध वचन तेस्रोमा चाहिँ अरू भनाइ भन्ने यसरी 3 प्रकारको मैले विषय राखेको छु कुनै कुनै मिल्न पनि जान्छ यसमा मिलेको कुरा पनि छ नमिलेको कुरा पनि छ यसलाई छुट्टै मैले बताउनु पर्दैन जस्तो लाग्छ तर पनि बताए भने केही फाइदा होला कि भन्ने चाहन्छु बौद्धको अनुसार परम्परागत बौद्ध शासन अनुसार अब तेस्रो बुद्ध वचन सङ्कलनको विषयमा चर्चा गर्दैछौँ एउटा स्रोत के छ भन्दाखेरि दश बाल पण्डित श्री मित्रले लेख्नु भएको एउटा शास्त्र छ धुमजे नबर नेपा भनिन्छ संस्कार असंस्कार विभाजित भनौँ न शास्त्र रहेको छ त्यो भित्र के रहेको छ भन्दाखेरि तपाईँले देख्नुभयो भने मैले बताउनु पर्दैन होला केही समय धैर्य गर्नु होला एक मिनट धैर्य गर्नु होला 나서 드네는 다들이 빈지다 또주배 생애 제베 뉴제는 뉴먼스 남바랑에 पण्डित बलवान दश बलवान अनि पण्डितले लेख्नु भएको यो यसलाई अलि बताउनु जरुरी जस्तो लाग्यो मलाई उहाँले के लेख्नु भएको छ भन्दाखेरि बुद्ध परिनिर्वाण भइसकेर 100 वर्षपछि राजदेखि मुक्त भएका भिक्षुहरूले चाहिँ बुद्ध वचन सम्यक वचन सङ्कलन गरेछ भनेको छ त्यस्तै गरी अर्को के छ भन्दाखेरि बुद्ध परिनिर्वाण भइसकेर 400 वर्षपछि सङ्घहरूमा विभाजित भएर फेरि पनि निकाय अनुसार पटलिपुत्रमा अनि बुद्ध वचन सङ्कलन गरिएका छ भनेको छ त्यसपछि गएर अब त्यसपछि के छ भन्दाखेरि 700 वर्षपछि स्थविर बुद्ध परिनिर्वाण भइसकेर 700 वर्षपछि स्थविर मुनि अर्थात् समिति निकायहरूले बुद्ध वचन सङ्कलन गरेको छ भनेको छ त्यसपछि अर्को के छ भने बुद्ध परिनिर्वाण भइसकेर 800 वर्षपछि स्थविर बुद्धिका
र जुन बुद्ध मित्रले निकायद्वारा बुद्ध वचनलाई बुद्ध वचन सङ्कलन गरिनेछ यसरी वर्णन भएको रहेछ। त्यही कारणले गर्दाखेरि पहिलो दोस्रो तेस्रो यसरी अब धेरै सङ्कलन गरिएको छ बताउनु रहेछ। अब बुझ्नु बुझेर के बताउनु भयो बुझ्नु एउटा स्रोत हो हामीलाई उहाँको धेरै प्राचीन उहाँ लेख्नु भएको किताबहरू रहेका छन्। उहाँले के बताउनु भएको छ भन्दाखेरि पहिलो र दोस्रोमा धेरै यसमा समस्या छैन, त्यसमा कुनै विवादहरू छैन। तेस्रोमा चाहिँ धेरै विवाद रहेको छ, किन भन्दाखेरि निकायले बुद्ध वचन सङ्कलन गरेको भनेको छ, विवादहरू धेरै आएको छ भनेर बताउनु भएको छ। किन भन्दाखेरि तेस्रो चरण बुद्ध वचन सङ्कलन गरिन्छ भनेपछि बुद्धले आगम स्रोत आगममा राखेको छैन भनेको छ। कसैले भनिन्छ कि बुद्ध परिनिर्वाण भइसक्यो 136 वर्षपछि अब राजा नन्द पद्मा त्यो बेला उहाँको राज चल्छ। त्यो बेला अब के हो त त्यहाँदेखि अब भनौँ न त्यो बेला के हो त अब जुन महाकश्यपले सबै फैलाएका धर्महरू पछि गएर अनि एउटा विभिन्न राक्षसको रूपमा आउने जुन भिक्षुहरूले चाहिँ बौद्ध धर्मलाई चाहिँ तनासमस गर्नेछ अनि त्यसले चाहिँ बौद्ध धर्मलाई भ्रम गर्नेछ, त्यसलाई हटाउन लागि त्यहाँदेखि स्थावर नाग सेना लगाएका प्रसन्न राजा बस यो बेलामा निकायहरू छुट्नेछ यसरी बताएको रहेछ। त्यही कारणले गर्दाखेरि 63 वर्षपछि फेरि अब स्थवीरहरूले चाहिँ नेमाबु बत्सी पुत्रले चाहिँ फेरि बुद्ध वचन सङ्कलन गरिनेछ। त्यही कारण 136 वर्ष भनेको छ। त्यही कारणले अब यो पटलिपुत्र भनिन्छ। बुद्ध परिनिर्वाण भइसक्यो 160 वर्ष पुग्दाखेरि जुन पटलिपुत्रमा चाहिँ अब त्यो बेला राजा अशोक पाउनुभयो। त्यो बेलामा के भन्नु अरबहरूले चाहिँ आफ्नै भाषामा होइन आफ्नै भाषामा कसैले अब पिसासी भाषामा कसैले सामान्य भाषामा कसैले अब यो प्रकृति भाषामा यो बुद्धको वचनहरू यसैले वाचन गर्दाखेरि अनि 18वटा निकायहरू छुटिनु पुगेको हो भनिन्छ। त्यो निकाय छुट्दै विभिन्न के हो त सिद्धान्त दर्शनहरू विभिन्न आउने हुँदाखेरि बौद्ध धर्महरू तनासमास नपुग्यो। त्यही कारणले अरब र पृथक जनाहरूमा विद्वानहरूमा जालन्धर गएर बिहारमा सबै भिक्षु अरबहरू भेला गरेर नि बुद्धको सङ्कलन गरेको थियो भनिन्छ। त्यही बेला के हो त त्यो सङ्कलन गर्ने बेलामा चाहिँ बुद्ध परिनिर्वाण भएछ 300 वर्ष बितेको थियो भन्ने यसरी अब अब तर बुद्धिन मुझेले बताउने हो मतलब त्यो चाहिँ अलिकति मिल्दैन भनेको छ। बुद्धले भविष्य गर्नुभएको छ कि म परिनिर्वाण 100 वर्षपछि चाहिँ अब क्यानार बिग्नु भन्ने एउटा उसले चाहिँ अब बुद्ध वचन सङ्कलन गर्नेछ अनि मेरो यो अस्तललाई चाहिँ पूजा गर्ने चाहिँ पुज्नेछ भन्ने यसरी बताएको छ। पेमा कथा पद्म कथा गुरु बुझ्यो आफ्नो लेखनभित्र पनि अब वेदेन बनाउँदैछ गरी वेदेनभित्र पनि यसै कुरो लेखेको छ। त्यो बेला भनेको छ कि निजे पेमा कथा कुण्डलीको कुण्डलीका भित्र भनेको छ। त्यस्तै गरी अब वेदेनभित्र राजा अशोक लगायतका अशोक अलिकति भनौँ न अशोक अरबहरूले आफ्नै भाषामा बौद्ध धर्म चाहिँ अब बौद्ध धर्म फैलाउने छ भनेर अब यसरी भविष्यवाणी गरेका छन् सूत्रमा विनयमा होइन। त्यही कारणले यो बेला 100 वर्षको भविष्यवाणी गरेको थिए। त्यही कारणले यो अनि बुद्ध मुसीले चाहिँ 300 वर्षपछि यो जुन बौद्ध धर्म यसरी जालन्धर गुम्बामा बिहारमा बौद्ध धर्म फैलाउने त्यो बेला 300 वर्ष हो भनेको र बुद्धले भविष्यवाणी गरेको चाहिँ मिल्दैन भनेपछि उहाँले बुद्ध मुसीले बताउनुहुन्छ।
जालेन्दारे कदु 총주지 송도와 त्यही कारणले गर्दाखेरि अनि अब यो दिजेले 18वटा निकायले छुट्टी गेबोतने दियो 시게 भनिन्छ 줄이야 कदु 총주지 송아 다티 월이야 कदु शिवशिवे कलिया अब कोशेचो यो अब मासेना ठुलो त्यही कारणले अब यो पछि 야 बताउला 저한테 저 다른 4 나라들이 नम्बरमा अब यो 야수요 बुद्धवाद 나라래야 सङ्कलन गर्ने क्रममा 사실 가르라 विषयमा 버렸어 गेबोपेमा 신비기 कलिया हैन कदु सुम्बु छुमरे सेजी सेन कसैले के भन्नु भने राजा जुन पद्म राजाको पालोमा चाहिँ तेस्रो जना बुद्धवाद सङ्कलन परिषद राखिएको थियो भन्ने पनि भनिन्छ तर अब कुन चाहिँ यो सही हो अब आफू नै अब लेखुट अनुसार छ यो चाहिँ अब तारानाथको भारत धर्मोदयको लेखुटभित्र लेखेको रहेछ यो 다들 부대는 미지 तारानाथले शेषु शेन्दा खरियरेस्लाबैमिना शेषु शेन्दाले अर्को भन्नेमा के छ त भन्दाखेरि त्यसो त्यसो 다 शेषु शेन्दाले याने जमगु साके पिन्डिदिक साके पिन्डिद सिम्बे अर्को भनाइमा के छ भन्दा अब साके पण्डित गुरुले के बताउनुहुन्छ भन्दाखेरि दमसुम रवि भनेर नामक किताब महादेवा भन्ने अब भिक्षुले चाहिँ त्यो दिके तलपट्टि के भन्दाखेरि त्यसले अब गलत धर्म देखाएर अब अरतहरू चाहिँ अब त्यहाँदेखि फाटेर जान्छ त्यहाँदेखि के हो त अब अनि त्यो फाटेको हुँदाखेरि त्यसलाई अब सङ्कलन गरेर त्यसले फेरि फाटेकोले विभाजन भङ्गित भएकोलाई चाहिँ भङ्ग भएकोलाई चाहिँ जोड्नको लागि चाहिँ फेरि राम्रो मिलाउनको लागि चाहिँ बुद्ध पद सङ्कलन तेस्रो चलन राखेको थियो भनेर यसरी बताएको मैले सुने भनेर यसरी सकेपछि त्यही कारणले भिक्षुमा देवालाई हटाउनको लागि दर्शन चाहिँ गलत दाबी गर्नको लागि तेस्रो चरणमा बुद्ध पद सङ्कलन गरेको भनाइ छ भनेर बताउनु अब दमसुम भित्र लाजुन समय टेक्न भनेको छ प्रोखङको झल्ले हेन्जेन क्याल्सियम गरेको हुन्छ त्यसै गरी अब सुनु डेल्सिन सुनु भनेर त्यसै गरी अब गदङ डेल्सिन चारवटा विभिन्न टिकाहरू छ त्यो भित्र अब यो बुद्ध पद सङ्कलन तेस्रो चरण कुराहरू लेखेको टिकाहरू यो व्याख्यानहरू त्यो भित्रमा पनि अब यो ताजुन समय भन्ने गुरुले अब त्यो भित्र के लेखेको छ भन्दाखेरि समय टिका भनेमा अब उहाँले के बताउनुहुन्छ भने एकदेखि अर्को छ भन्ने भने बाहेक साँच्चै नै ग्रन्थमा मैले लेखेको अक्षर भेटेन यसरी बताउनु भएको रहेछ त्यसै गरी अब साके छोडिने गुरुले अब दमसुम रवि डेल्पा इन समूहको अब व्याख्या गर्नुहुन्छ सुप्रसिद्ध स्वर्ण चमच भनौँ न त्यो किताबको नाम यो भित्र के रहेछ भन्दाखेरि साके छोडिने गुरुले बताउनुहुन्छ token barbe na lo le ya sange nyangyen le de ne lo jasa अब वेदिन भनेर चाहिँ त्यहाँ त्यो भित्र चाहिँ 18 निकायहरू छुटेर जान्छ भनिन्छ त्यो बेला अब के हो त दोस्रो बुद्धपद सङ्कलन त्यो पछि आएको पनि भनिन्छ तोगे भर्व भनेर के नामक किताबमा बुद्ध परिनिर्वाण भनेर 100 वर्ष बितिसकेपछि बत्सी पुत्रले चाहिँ अब बुद्ध धर्म फेरि बुद्ध पद सङ्कलन फेरि सङ्कलन गर्नेछ परिषद गर्नेछ त्यही कारणले यो तीन प्रकार बुद्ध पद सङ्कलन लेखक यसरी विद्वान बताउनुहुन्छ त्यस्तै यो दमसुम रवि भनौँ न साके छुटेले दमसुम रवि भित्र यो पण्डित साके पण्डितले के बताउनुहुन्छ भन्दाखेरि यो चाहिँ जुन भिक्षु महादेवले जुन 5 वटा गलत दर्शनहरू उहाँले दर्शाउनु भयो त्यो भएको कारणले गर्दाखेरि अब के भनिन्छ भन्दाखेरि 18 निकायमा चाहिँ विभिन्न अब दोषहरू गल्तीहरू भ्रमहरू खसेको थियो त्यसलाई सफा गर्नको लागि चाहिँ के हो त अनि यो चाहिँ अब अनि
ane जुन 가수에다 भिक्षु महादेवको 그것도 दर्शनलाई 숨을 चाहिँ गलत 채가 दाबी गरेर 18 고전도 निकायहरू जति पनि छ यो चाहिँ बुद्धको 탑도 वचन 보이나 नै हो भनेर दाबी गर्न 그들의 लागि यसरी 가수에 निकायहरू 수 छुटेको हो भन्ने भनाइ पनि 경사신비 उहाँले अब सके पनि त्यसले बताउनुहुन्छ तावा लोबसे बती कब दिजुसाना को नेकब जमसे त्यही कारणले तावा लोबते भिक्षु महादेवलाई जब छिन्थु यबिने मिथ्या दर्शनहरू बताउनु भयो नि त अन्त तदा त्यो धोजुले बताएको मिसु कारणले गर्दाखेरि के हो त अब फेबाते 18 यसा निकायहरू अब विभाजन लेबतो हुनुपर्ने सुडु तर पनि बस्ने भिक्षुले फेदि भिक्षु महादेवले सुमसुया बताएको यो गलत भए तापनि तावा बोका 18 यो निकाय लबसेको छुटेको कदु जुन सुमसु भित्र परेछ बताएको जुन बुद्धको वचन चाहिँ कदु बुद्धको सुमसु वचनै हो वेदिन त्यो दे बाहेक यो अरू माछा बोल बुद्धको उपदेश नै हो जाति भन्ने दाबी जुसा गर्न ते लागि बताएको हो भन्ने यसरी अब साक्य पण्डितले बताउनुहुन्छ दृश्यतिर नालवा यसरी व्याख्या उहाँले 다 गर्नुभएको छ 디젤에 하다 그도 숨어도 쉬었으면 다 디젤 그도 쉬어들다 अब मैले पहिलो दोस्रो 다 तेस्रोको 그도 बुद्ध 쉬어디 उपदेश अब चौथा रहेको छ चौथो बुद्ध वचन सङ्कलन चौथो नम्बर बुद्ध वचन सङ्कलन अब कसरी रहेको छ भन्दाखेरि 다 그도 쉬어디 쉬어버 쳐발야 다 전생아로 쉬어도 당보디 그도디 제거에 감정도 यसमा 이게 पाँचवटामा विषय राख्नुपर्छ 뉴스 난게 यो यसको आधार के हो सम्बद्ध बुद्ध वचन सङ्कलन गर्नको लागि तेस्रोमा के हो यसको परम्परागत के हो कार्य सिलसिला के हो यो बुद्ध वचन सङ्कलन गरेको मुख्य सार के हो यसको निष्कर्ष के हो अनि यो बुद्ध वचन सङ्कलन गर्दा यसको 다 당보디 सारमा चाहिँ अब कसरी 그도디 제거에 감정도 이게 यो 뭐 쉬비나로와 संरक्षण सुरक्षा गरे कसरी फैलाए भन्ने कुरा हो 다치당 그도 쉬었 제제 다치당 아주 남기 표규나데 순다체베 디거도 쉬었어야 돼 그도 숨어야 돼 그도 숨어래 숨어래 이나 탕생람이 나라라 그도 쉬어 있어 अब थन्से लैमा चाहिँ अब चारौँ बुद्ध वचन सङ्कलन हो भनिन्छ तर पनि के हो त यो कसैले चाहिँ तेस्रो बुद्ध वचन सङ्कलन भनेर लेखिएको छ 숨버디 버지 마세지 그 송구였다디 개본 양엠에 걸려야 존재베 거두디 아니 거두 숨버레스 개본 끊으시게 걸려야 존재베 그다가 अब कसैले भन्छ राजा अशोक पालो अब अशोक पालोमा बुद्ध वचन सङ्कलन गरेको तेस्रो हो कनिष्क राजाको पालो बुद्ध वचन तेस्रो चौथो हो भने यसरी भनिन्छ 딱 간다래야 되다디 거두 쉬워 जे भए तापनि 김세르데 가라스라비나 बुद्ध वचन सङ्कलन गर्दा 사기 양엔 चौथो नम्बर बुद्ध वचन सङ्कलन गर्न के भयो त भन्दाखेरि के बताएका छन् त भन्दाखेरि 양엔 되는 롱압경 두 개를 쓰게 된대 용대 요래 야 가시 이내 भनौँ न अब चारौँ चरणमा बुद्ध वचन सङ्कलन गर्नुको कारण चाहिँ थन्सेन सुन्जा गुरुको अब यो भित्र लेखोभित्र चाहिँ लेखिएको छ यो भित्र के छ त भन्दाखेरि बुद्ध परिनिर्वाण भएर 500 अथवा 600 वर्षपछि चाहिँ अब जे भए तापनि के हो त अब बौद्ध धर्म धेरै फैलिएर जाँदैछ भनेर यसरी अब निर्याती रूपमा भनौँ न वृद्धि भएर जानेछ भनेको छ त्यो बेला अब कनिष्क राजा चाहिँ आउनुहुन्छ भनेको छ अब कनिष्क राजा भनेको चाहिँ भोटको अब भोटको अनुसार चाहिँ अब जुन किसी दबाई अब दबाईको स्रोत भनौँ दबाईको आधार विनय भित्र एउटा विषय छ त्यो भित्र के 동쟁이 총기를 써야 돼. 동쟁이 총기를 써야 돼. त्यो भित्र के छ ढुङ्गेर एउटा बस्ती भनौँ न ढुङ्गेको एउटा वंशवाली भनौँ वंशवाली एउटा नगर भनौँ न 동쟁이 총기를 폐쇄 뉴지몬 동쟁에서 아주 뛰임 त्यो दुई साबे अब ज्याले त्यो बेला एउटा इच्छाहरूलाई ताला लगाउनुको लागि अब त्यहाँ पाल्नुभयो भने न्युजिल्यान्ड दोसी त्यो बेला न्युजिन लान त जुन अब वज्र पनि भनौँ न बुद्धको एउटा पाले भनौँ दरबार जस्तो एउटा होइन संरचना बुद्ध सँगसँगै रहेछ 랑가래야 북 중중 가시지게 텔락 쌈 텔락 최대한들이 찍디 요랬어 अब बुद्ध पाल्ने बेलामा चाहिँ त्यहाँ अब के हुन्छ भन्दाखेरि अब माटोको स्तूपहरू बताइरहेको थियो बुद्धले बताउनु भइसके अनि बुद्धले प्रश्न गर्नुभएछ कि वज्र पनि तिमीले चाहिँ यो माटोले स्तूपबाट नानीहरू देख्यो त भनेर सोद्धाखेरि अनि उहाँले देख्यो भनेछ देख्नुभएछ
अनि भन्नुभएछ कि बुद्धले भविष्य भन्नुभयो वज्रपाणि लाग्न चाहिँ म परिनिर्वाण भइसकेर 400 वर्षपछि कुशा कुशा गोत्रको एउटा राजा कनिष्क भन्ने जन्मिन्छ उहाँले चाहिँ अब यही ठाउँमा चाहिँ स्तूपहरू निर्माण गरेर नामलाई चाहिँ के भन्छ कनिकै छेदेन कनिका स्तूप भनेर एकदम नाम यसरी नामकरण गरिन्छ त्यही कारणले यो म परिनिर्वाण भइसकेर पनि यसरी बुद्धको धर्म धेरै ठाउँमा फैलाउने छ बुद्धले यसरी परिनिर्वाण भविष्यवाणी गर्नुभएको छ वज्रपाणिलाई त्यही कारण कनिष्क राजा बुद्ध परिनिर्वाण 400 वर्षपछि आएको हो भनेर यसरी भविष्यवाणी गर्न सकिन्छ त्यसैले गर्दाखेरि कनिष्कले सबै पछि उहाँको कालमा जति पनि बौद्ध धर्म सबै उहाँले अब उहाँको अधिकारमा लिनुभयो जुन अब पश्चिम दिशाको बौद्ध धर्म जति पनि भएको थियो यो अब सर्वस्तीवादहरू कश्मीरमा पुग्नुभयो कश्मीरमा अब बौद्ध धर्मको मुख्य अब एउटा आधार बन्नुभयो राजा अब कनिष्कले चाहिँ अब के हो त कश्मीरमा धर्मलाई चाहिँ एकदम श्रद्धा भक्ति गर्नुभयो उहाँले चाहिँ अब सर्वस्तीवाद चाहिँ एकदम फैलाएको हुँदाखेरि त्यहाँदेखि अब धेरै अब बाहिर आयो भनौँ न त्यही कारणले राजा कनिष्कले समर्थन गरेकोले सर्वस्तीवाद चाहिँ एकदम महत्त्वपूर्ण र प्रख्यातमा आयो भनौँ न यो जुन कनिष्क राजाले यसरी बुद्धप्रति सङ्कलन गर्नुको कारण के हो त कारण के हो भन्दाखेरि राजा बुद्धप्रति एकदम बुद्ध धर्मप्रति आस्था धेरै भएको हुँदाखेरि उहाँले विभिन्न शङ्का सन्देहहरू हुँदाखेरि भिक्षुहरूले सधैँ आफ्नो राजमहलमा स्वागत गर्दै यसरी बौद्ध धर्मप्रति छानबिन गर्ने प्रवचन गर्न लगाउँथ्यो प्रवचन गर्ने क्रममा धेरै भिक्षुहरू आउनुभयो भिक्षुहरू आउँदाखेरि बेग्लै बेग्लै विषयहरू बताउनु भयो तर एउटै विषयमा पनि धेरै यसमा भेद भएको फरक भएको हुँदाखेरि उहाँले चित्त आफ्नो निकै कुराहरू बताउँदाखेरि राजाले चित्त बुझेन आफ्नो पक्षको चाहिँ सही हो अरूको निकायको चाहिँ गलत हो भने यसरी एउटै विषयमा यसरी दुईटा भेद भएको हुँदाखेरि त्यसमा अब त्यो त राग र त्यसमा राग धेरै पछि नै हुँदै गयो उहाँलाई त्यति मन पर्यो राजाले के भन्नुपर्छ भन्दाखेरि निकायमा आफ्नै मात्र आफ्नै रहेछ कुन चाहिँ सत्य हो कुन चाहिँ असत्य हो यसमा निश्चय निर्णय गर्नु गाह्रो छ त्यही भएर भविष्यमा आउने नवीन पूर्वहरूलाई अब कुन चाहिँ हो भने एउटा बुझ्ने एउटा स्रोत पाउँदैन त्यसमै अब हटेर जान्छ त्यही कारणले एकदम भविष्यमा खस्केर लोप हुने जान्छ एउटा सत्य कुरो भन्ने हेर्ने ठाउँ पाउँदैन त्यही कारणले गर्दा यसलाई चाहिँ सफा गर्नु पर्दछ अब त्यो बेला अब कनिष्क राजाको पालामा अब कनिष्कको राजा राज्यको बेलामा चाहिँ एउटा भिक्षु रहेछ उहाँको नाम चाहिँ प्रसभा भन्ने रहेछ त्यो बेला के हो त भन्दाखेरि उहाँको पालोमा चाहिँ एकदम सबै ज्ञान भरिपूर्ण भएको गोत्र अनि एकदम असल ज्ञानले भरिपूर्ण भएको प्रसभा भन्ने रहेछ प्रसभा अनि उहाँ चाहिँ अब वृद्ध अवस्थामै रहेछ उहाँलाई अब एउटा आशा राख्नु भएछ प्रार्थना गरेछ अब उहाँलाई बुढेसकाल भनौँ न वरिष्ठ प्रसव किन भन्दाखेरि धेरै वृद्ध अवस्थामा उहाँ भिक्षु बन्नु भएकोले अनि उहाँलाई चाहिँ अब वरिष्ठ प्रसव भनिँदो रहेछ उहाँ चाहिँ के हो त 80 वर्षमा चाहिँ भिक्षु गर्नुभएको रहेछ बताउनु भएको रहेछ अब चिप्लो भनौँ न अब उहाँलाई चिप्लो अथवा पछाडिको कराङ्गे लामो भन्दो रहेछ किन कराङ भन्दाखेरि उहाँले 3 वर्षसम्म ठिनै उभिएर अध्ययन गर्नु कहिले पनि हुने बस्नु त्यो ठिनै उभिँदाखेरि उहाँको कराङ पनि यसरी देखियो के भन्दा नि कराङ्गे अब वरिष्ठ भिक्षु कनिष्क राजाको पालोमा एकदम प्रख्यात भिक्षु रहेछ उहाँ ज्ञानले भरिपूर्ण भएको उहाँले आशा र अनुरोध गर्नुभएको छ ane kongi gombarao karshe dursa na da kabdi du kashi yu te
अब त्यति बेला जुन अब कलि त्यो यो भिक्षु भनौँ न एउटा परसभा भिक्षु जुन चाहिँ अब श्रोतपन्नको फलहरू सबै अरबको फलहरू प्राप्त गरिसकेको रहेछन् उहाँले धेरै ज्ञानले परिपूर्ण भएकोले अब अनि जुन अब कश्मीरमा चाहिँ अब धेरै बौद्ध धर्म फैलाउँदाखेरि धेरै स्थबिरहरू भएको हुँदाखेरि त्यो बेला अब राजाले बताउनु भइसकेको जुन स्थबिरहरू धेरै प्रख्यात चाहिँ जुन सर्वस्तिवाद मूल सर्वस्तिवादहरू धेरै प्रख्यात चाहिँ अब स्थबिरहरू चाहिँ कश्मीरमा रहेका छन् र त्यहाँ धेरै अब सिद्धान्तहरूलाई पालना गर्दछन् बुद्धको धर्म फैलाउन लागि तर यहाँ धेरै त्यो भित्र निकायमा धेरै विवादहरू भएको हुँदाखेरि निकायले बेग्लै बेग्लै कुरा बताउनु हुँदाखेरि स्पष्ट छैन त्यही कारण तपाईँले चाहिँ सबैलाई अब मिल्ने हिसाबले यो भविष्यमा नवीन पुस्ताहरूले चाहिँ यसमा शङ्का र सन्ध्यानहरू लागेर शुद्धिकरण गर्ने गरिसक्यो भनेर अनुरोध गर्नुहोस् त्यही कारणले गर्दाखेरि भने यो कनिष्कले चाहिँ बुद्धवाद सङ्कलन गर्ने अब यसरी यसरी अब समर्थन गरेछ भनौँ न त्यही कारणले गर्दा यो अनुसन्धान छानबिन गर्ने कसैलाई के भन्छ भन्दाखेरि राजा कनिष्कले अब उहाँ चाहिँ अब माया भएकोले अब यो माया नरहेछ अनि उहाँले चाहिँ थेरवादको जुन हिनाइको बौद्ध धर्म सङ्कलन गर्ने हुँदाखेरि चाहिँ अलिक मिलेन भनेर असहमति पनि जमेको रहेछ अब यसरी अब भन्ने कुरा पनि छ यस्तो बताउने वाला पनि तर सही के हो गलत के हो त्यो त पछि हामी गरौँला त्यसैले त्यसैले यो कनिष्क राजाले भनौँ कनिष्क राजाले अब जुन कश्मीरको जति पनि त्रिपिटकहरूलाई अब सङ्कलन गर्ने कुरा राख्यो होइन जति पनि विद्वानहरू बोलाइदियो एकदम वरिष्ठ एकदम विद्वानहरू त्यो बेला जुन स्वागत गर्ने क्रममा कति कतिजना थिए त भन्दाखेरि उत्तर परम्परागत बौद्ध शासन अनुसारमा चाहिँ आर्य संसारदेखि दुःखदेखि मुक्त भएका 500 जना अथवा 449 जना थियो भनिन्छ यो सबै के अर्हतहरू थिए भनिन्छ त्यो भित्र पनि के अनि भद्र करण भिक्षु भनौँ न एउटा प्रसभा थिए भनिन्छ उहाँले मुख्य अब मार्गदर्शन गरेर यसरी बौद्ध धर्म अब सङ्कलन गरे भनिन्छ त्यो बेला चाहिँ को त वसुमित्रले मुख्य राखेको थिए वसुमित्रलाई स्थबिरको मुख्य स्रोत उहाँलाई राखेर यसरी अनि चिप्लोक भन्ने एउटा प्रसभासँग सँगै बसेर बौद्ध धर्म सङ्कलन गर्नुभएछ त्यसमा जति भएको सङ्घ सन्ध्याहरू जति पनि एकदम हटाउनु भएर स्पष्ट कुरा राख्नु भएको रहेछ त्यो भित्र पनि एकदम महत्त्वपूर्ण व्यक्ति छुट्यो भनौँ न धर्मगुप्त त्यसै गरी बुद्ध वेद अनि त्यस्तै गरी अब यो बुद्ध देव लगायत विभिन्न भिक्षुहरू सङ्कलन गरेर कनिष्क राजाले बुद्ध सङ्कलन यो ठाउँ चाहिँ कहाँ आउँदा भन्दाखेरि कुबन्धवानासम घरमा भन्ने त्यो बिहारमा लगाएको रहेछ राजाले कनिष्क राजाले अब इङ्ग्ल्यान्ड वसुबन्धुको इतिहास जे पनि भित्र यही कुरा रहेको छ कि सर्वश्री उहाँको जुन भिक्षु छ त्यो भित्रमा कतैयाना भने पुत्र औरत 500 जना र बोधिसत्व 500 जनाले बुद्ध वचन सङ्कलन गरे भन्ने बताएको छ उनको अब बताउने अनुसारमा चाहिँ एउटा 500 जना अरहतहरू 500 जना बोधिसत्व 500 जना पृथक जन पण्डित र
भिक्षुहरूले नि बुद्ध पतन सङ्कलन गरे भनेर बताएको छ यो कुरालाई बुझ्नु बुझ्नु के बताउनुहुन्छ त भन्दाखेरि कसैको उद्देश्य विचार अनुसार चाहिँ 18वटा निकाय चाहिँ अनि बुद्धको वचन होइन भनेर अब भनिन्छ यो विभिन्न यो मतहरूलाई एउटा सङ्घ सन्धिलाई हटाउनुको लागि अनि बुद्ध परिनिर्वाण भएर 300 वर्षपछि बिहारको ठाउँमा एउटा कुन पन्ना भन्ने ठाउँमा चाहिँ एउटा बिहारमा चाहिँ अब दानदाता जलेन्द्र मार्फत राजा कनिष्कले जलेन्द्रको राजा कनिष्कले दान गरेर अनि जुन 500जना पूर्णकाल इत्यादि लगायतका विभिन्न अनुतहरूले चाहिँ वस्तुमित्र लगेर बोधिसत्व 500जना बोधिसत्व 500जना पृथकजनाहरूले चाहिँ बौद्ध भिक्षुहरूले चाहिँ 60,000 भनौँ न अब 10,000 नभए 16,000 पनि हुनु छ नभए के हो त यो 60,000 पनि हुन सक्छ त्यही कारणले गर्दाखेरि यो 16,000 भनौँ न 16,000 अथवा 60,000 जति पनि सबैले अब भेला गरेर बताउनलाई बुद्ध के थियो सबै बताउनु आउँदाखेरि 18वटा निकाय बुद्ध पद सङ्कलन गरियो तारमा पनि अब भारत उताले धर्मदेव ग्रन्थभित्र के बताउनु के भयो के निस्क्यो टुङ्गो भन्दाखेरि के बताउनु भएको छ त भन्दाखेरि भोटको अनुवादहरूमा चाहिँ 500जना आनन्दहरू 500जना बोधिसत्व 500जना पृथकजना भनेको चाहिँ के हो सङ्कलन भेला भएको थियो भनिन्छ तर पनि के हो त मायनको सङ्कलन गर्ने अनुसारमा चाहिँ यो कुरा चाहिँ राइट मिल्दैन यो चाहिँ कुरा सही होइन भनिन्छ तर पनि के हो त त्यो बेलामा त्यो बेला के हो त विशेष गरी भट्टरेका भिक्षु भन्ने बाहेक त्यो बेला पण्डित भनिँदैन भनेछ पण्डित भन्ने शब्द चाहिँ त्यो बेला छैन पण्डित 500जना पण्डित भनिन्छ तर घुस हुनुको भने विद्वानले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि यो उत्तराधिकारको विषयमा चाहिँ उत्तराधिकारीको विषयमा चाहिँ जति पनि वस्तुमित्र लगेर जति पनि 500जना भिक्षु अरबहरूले बौद्ध धर्म यसरी सङ्कलन अत्यन्त उत्तम हो साधु भनेर राखियो तर पनि यो वस्तुमित्र लगाएका यो वस्तुमित्र भन्छ यो वैवशिकको आचार्य नभएर यो इच्छा हो वसुमित्र हो भन्नु मिल्दैन महायानको नभएर थेरवादहरूको सङ्कलन गरेको परिषद अत्यन्त राम्रो छ महायानको बुद्ध सङ्कलन गरेको भन्नु मिल्दैन भनेर यसरी बताउनु भएको रहेछ त्यही कारणले गर्दाखेरि यसमा भन्नुहुन्छ कि आर्य जस्तै पाँच भनिन्छ नि अनि विशेष गरी के हो त भन्दाखेरि अब अनि 500जना यो भिक्षु भएको कारणले गर्दाखेरि त्यसमा चाहिँ अब अर्हतहरू आर्यहरू भनेको छ खास पनि अब यो 500जना भिक्षुले बताएको हो भन्ने सङ्कलन गरेको यसको मुख्य सार के हो यसको फल के हो भनेर बताउनु पर्दाखेरि निकायमा मिल्दैन तर पनि स्रोत के हो भन्दाखेरि अब उत्तर परम्परागत बौद्ध शासनको अब अनुसारमा समग्र भन्नुपर्दाखेरि अब थानसेन सेन्जाङ गुरुले अब मार्गो
हामी मार्ग लेखनमा के लेखेको छ भन्दाखेरि जति पनि बुद्धबाट सङ्कलन गरेको यसको सार यसको निष्कर्ष फल चाहिँ के हो त भन्दाखेरि त्रिपिटक चाहिँ शुद्धता र स्पष्ट हो भन्ने अब को लागि यो त्रिपिटकलाई व्याख्या गर्नुको लागि बताउनुको लागि बुझाउनको लागि बुद्धबाट सङ्कलन गरिएको मुख्य सार र निष्कर्ष हो भनेको छ त्यही कारणले गर्दाखेरि शास्त्र लेखेको कारणले गर्दाखेरि व्याख्या लेखेको कारणले गर्दाखेरि यसरी नै बताएको रहेछ त्यो बेला सूत्र विनय बताएको कुरा होइन रहेछ यसको व्याख्यान गरेर रहेछ त्यो बेला के लेखिएको शास्त्र के लेखेको रहेछ भन्दाखेरि आर्य र विद्वान मान्छे आर्य र विद्वानहरूको सँगै लेखिएको शास्त्र भनेको त्यो भित्रमा सबसे अगाडि उपदेश भनेको शास्त्र लेख्यो त्यो भित्र के छ 16 का 101 लाख रहेछ 1 लाख 16 को रहेछ त्यो चाहिँ मुख्य गरी सूत्र पिटकको व्याख्या पछि गएर के हो त विनय विभाषा भन्ने एउटा शास्त्र लेखेछ त्यो भित्र पनि कतिवटा 16 को रहेछ 1 लाख 16 को रहेछ यो चाहिँ विनय पिटकको व्याख्यान हो भन्ने बुझ्नु पर्दछ त्यसको अन्तिममा के हो त अभिधर्म पिटाय अर्थात् अभिधर्म विभाषा भन्ने शास्त्र लेखेको छ यो भित्र पनि 1 लाख 16 को रहेछ यो के हो त अभिधर्म पिटाको व्याख्यान रहेछ भन्ने बुझ्नु पर्यो अब भनिन्छ कि यो कश्मीरमा गएर जुन अब चाहिँ सर्वस्तिवाद लगायतको भनौँ न कश्मीरमा जानु भएर बुद्धको वचनहरू अभिधर्मलाई सङ्कलन गर्यो त्यहाँदेखि सङ्कलन गर्दाखेरि मुम्बई छेउपछि भयो अभिधर्म व्यवस्था भनेर लेखेको भनेको छ यो भित्र व्याख्यान गर्ने क्रममा चाहिँ के हो त अब जम्मा गरी 3 लाख 16 गराएको छ शब्दहरू कति हो रहेछ त भन्दाखेरि 9 करोड 6 लाख जति शब्दहरू रहेछ त्यो भित्र यो एउटा चिठी रहेको छ एउटा यो शास्त्रभित्र यो जुन कनिष्क राजाको चिठी भन्ने त्यो भित्र कुरा स्पष्ट लेखेको छ त्यसले गर्दाखेरि पनि बौद्ध धर्म तेस्रो चरणमा बुद्ध वचन सङ्कलन गर्दाखेरि स्पष्ट के थियो भने त्यो हेर्दाखेरि हामीले बुझ्न सक्छ जस्तो लाग्छ यो चाहिँ अब लोबन तायन अर्थात् अशोक घोषाले यसरी अब 1 लाख जति अब 1 करोड जति अब शब्दहरू आएको छ सबै कुरामा भनिन्छ यो झेलक सेवा भन्ने किताबमा भोटको अनुवाद अनुसार के छ भन्दाखेरि बुद्ध वचन सङ्कलन गरेको मुख्य सार निचोड के हो भन्दाखेरि सबै त्रिपिटकको अब सूत्र पिटक विनय पिटक अभिधर्म पिटक सबै अब अक्षरमा लेखेर त्यो बेला बताउने क्रममा अक्षरमा थिएन अक्षरमा ल्याउनुको लागि पाण्डुलिपिमा ल्याउनुको लागि नै मुख्य अब यो बुद्ध वचन सङ्कलन गरेको हो निचोड हो भन्ने बताएका छन् अब यो बुद्ध वचन सङ्कलन गरेर मुख्य अब यो संरक्षण गर्ने सुरक्षा गर्नेको कसरी आयो त भन्ने कुरा भन्दाखेरि अब त्रिपिटकमा अब यो भनौँ न बुद्ध सङ्कलन यमै गरे यसमा व्याख्यान गरे शास्त्र लेखे जति यो कनिष्क राजाको पालामा रहेछ नि त यो कनिष्क राजाको पालामा एकदम महत्त्वपूर्ण राखे सबैले मान्यता दिए किन भन्दाखेरि कनिष्क राजाको पालामा के हो त भन्दाखेरि तामाको एउटा बाहिर कभरमा चाहिँ शास्त्रको नाम लेखेर
ढुङ्गाको बक्सा बनाएर त्यो भित्र सबै राख्यो त्यो राखेर त्यो भित्र राखेर हामी एउटा बक्सा बनाएर स्तूपभित्र राख्यो स्तूप भित्र त्यो जति पनि अनि स्तूपभित्र जुन बुद्ध वचनहरू सबै एकदम सुरक्षा हिसाबमा राखेछ त्यो हेर्नुको लागि जुन द्वारपालहरू सुरक्षाकर्मी पनि राख्नु भएछ जसले अध्ययन गरेको त्यो स्तूपभित्र गएर अध्ययन गर्नु पर्दो रहेछ अनि त्यो हराउँछ कि लोप हुन जान्छ कि अनि त्यो पुगेर जान्छ कि लोप भएर जान्छ कि भनेर त्यो स्तूपभित्र बाहिर लानु नपाउँदो रहेछ त्यही कारणले गर्दाखेरि यो यसरी अब अध्ययन गरिन्थ्यो यो जति पनि यो भनौँ न यो कसले बताउनु भएको रहेछ भन्दाखेरि अघि यो 1,00,000 जति 1 करोड जति 16 छ भने तयाङले अश्वाको छले हो यो जति 1 करोड यो सबै पढ्नुको लागि चाहिँ अब 12 वर्षसम्म लाग्छ त्यही कारणले गर्दा यो जति पनि गम्भीर तर गहन त यो ग्रन्थहरू रहेको छ यो विनाश हुन नदिनको लागि त्यो उपदेश भन्ने लगायत त्यसको विनय विशेष भाषिका भन्ने लगायत पहिला हराइसके यिनीहरू तर पनि के हो त यो तर पनि त्यो भित्र मैले के हो झेरो त सेवा हो अभी धर्म कोर्स विनय विभाष धर्म अभी धर्म महाविभाष भनेपछि यो थाङ्गो साम्राज्यको कालमा चीन भाषामा सबै यो अनुवाद गरेको रहेछ त्यही कारणले यो सबैको सर्वस्तिवादमा भएको छ भनौँ न कनिष्क राजाको पर्वको सर्वस्तिवादको जति पनि 500 जना भिक्षुहरूलाई बोलाएर लेखेको थियो नि त यो कुरा अब जुन अभिधर्म महाविभाष चाहिँ अब चीनको भाषामा अनुवाद गर्ने सबै एकदम सबै समाज पूर्ण रूपमा छ त्यसले गर्दाखेरि अहिले बौद्ध धर्म भइरहेको त्यो चाहिँ अब त्यही कारणले यसमा कुनै नपुगेको कुराहरू चाहिँ भोटमा भोट नपुगेको कुराहरू चीनदेखि लिएर अब राखेका छन् अब यो जुन एउटा आदर्शभित्र मैले सबै राखेको छु सेवा पनि रहेको छ चीनको विद्वान हो उहाँले सबै अनुवाद गर्नुभएको चाहिँ मैले जति सक्यो यो आदर्शभित्र राखेको छु त्यसैले गर्दाखेरि अब त्यही कारणले हामीले छानबिन गर्ने हो भने अभिधर्ममा विभाष भने चाहिँ अब यो छानबिन अनुसन्धान गर्ने भने यसमा हेर्नु जरुरी छ अब आजको भनौँ न एउटा छानबिन इतिहासको छानबिन कसरी भयो यसको निष्कर्ष निचोड केमा टुङ्गिन्छ बुद्ध भजन सङ्कलनको परिसरको विषयको अब भनौँ न छानबिन अनुसन्धान भनौँ न अनुसन्धान आजभोलिको अब आधुनिक अब अनुसन्धान अब भन्दाखेरि के हो त भन्दाखेरि अब यसो विद्वानहरूले चाहिँ उत्तर परम्परागत बौद्ध शासनले बताएको कुराहरू चाहिँ उहाँले विश्वास गर्नुहुन्छ पहिलो दोस्रो भन्दाखेरि के हो त अब आजभोलि बुद्ध वचनले चाहिँ चौथो अङ्कमा आएका बुद्ध वचनलाई स्रोत राखिन्छ किन भन्दाखेरि त्यसमा अब सबै अब व्याख्यान गरेका छन् त्यसमा शास्त्रहरू लेखेका छन् पाण्डुलिपिमा उतारेका छन् त पहिलो र दोस्रो भन्दा सबै अब वाचन मात्रै त्यो लेखनमा थिएन त्यही कारण विभिन्न कुराहरू छ त्यसमा त्यही कारणले यो जुन 500 जना भिक्षुहरू बोलाएर कनिष्क राजाले सर्वस्तिवादमा जति पनि कुराहरू थियो यो सबै पाण्डुलिपिमा उतारे नि त त्यसलाई स्रोत राखे त्यसमा व्याख्यान गर्नु लगाए शास्त्र रच्नु लगाए त्यसमा
너던 뉴와 용조 त्यही 내야다 대대ला कारणले यो अक्षरमा पाण्डुलिपि मुद्रण त्यो बाहेक पहिलो दोस्रो बुद्ध वचनमा त त्यो वाचन मात्रै गर्ने बुद्धले यस्तो बनाएको थियो यो ठाउँमा यो बनाउनुमा अक्षरमा थिएन तर कनिष्क राजाको पालामा सबै कुरा उहाँले बताउनु भयो त्यही कारणले उहाँको पालामा 18 निकाय चाहिँ बुद्धको स्पष्ट हो भन्ने स्पष्ट गरे त्यही कारणले यो बुद्ध धर्म होइन बुद्ध वचन होइन भने चाहिँ एउटा आरोप मात्रै हो आरोप होइन किन भन्दाखेरि यो चाहिँ कनिष्क राजा चाहिँ हो अब कनिष्क राजाले जति पनि अब विशेष गरी सर्वस्तिवाद अर्थात् समितिया निकायदेखि कश्मीरमा हुने मुख्य धर्मको सर्वस्तिवादको मूल निकाय मूल अब बस्ने ठाउँ भनेको अब कश्मीर रहेछ त्यहाँको इतिहासदेखि सबै अब कुराहरूसँग राखिएको छ त्यहाँ त्यही कारणले अब यो किन यो 18 निकाय बेग्लै छुट्यो त भन्दाखेरि हैन किनभने एउटा निकायले अर्को निकायलाई त कहिले पनि अब समर्थन त गर्दैन बेग्लै पनि रहेको छ कश्मीरमा चाहिँ अब सर्वस्तिवादको निकायलाई मात्रै जोड दिने भए अर्को मार्क्सवादीको निकायलाई जोड दिँदैन त्यही कारणले 18 निकाय कहाँ मिल्न जान्छ त मिल्दैन भन्ने कुरा हुँदाखेरि यो बुद्ध धर्म बुद्ध वचन होइन भने आरोप लाग्यो त्यही कारण माइहरूले पनि भन्ने गर्छ धेरै विद्वानहरूले पनि अब त्यो बेला अब भेला भएर त्यो बेला बोधिसत्व 5जना बोधिसत्व भने पनि बताइन्छ तर एकदमै गाह्रो हो त्यो हो मायना थिए भए तापनि त्यो बेला विशेष गरी के हो त अब कनिष्क राजाको पालोमा चाहिँ विशेष गरी सर्वस्तिवादको बुद्ध वचनको सङ्कलन स्पष्ट देखिन्छ त्यही कारणले यो अब अनुसन्धान यसरी गरिन्छ अनुसन्धान अब यसको इतिहास के थियो भन्दाखेरि अब बुद्ध वचन सङ्कलन 4औं क्रममा चाहिँ अब सर्वस्तिवादको मूल अब निकायले बुद्ध वचन सङ्कलन गरेका थिए नि त्यही कारण त्यो बेलामा एकदम धेरै फैलिने मध्यमा पनि अब चेरासेवा छ अर्थात् सर्वस्तिवादको नभई नहुने अब मूल अब 4औं क्रममा चाहिँ बुद्ध वचन सङ्कलन क्रममा चाहिँ यो अभिधर्म विशेष भाषा भयो नि त यो मूल स्रोत रहेको छ यो एउटा शास्त्र पनि हो यो त्यो भित्र अब धेरै व्याख्यान लेखन पनि गरे नि त चौथो बुद्ध वचन सङ्कलन भएको तेस्रो अनि दोस्रो तेस्रो सबै एकदिके कानमा भन्दै वाचन मात्रै गर्ने लेखनमा थिए समयसम्म अब त्यही कारणले गर्दा कनिष्कको पालामा अब चाहिँ यो हुँदैन कानमै बदलेर गयो भनेदेखि पछि फुकेर चाहिँ हराएर जान्छ त्यही कारणले चाहिँ अक्षरमै लेख्नुपर्छ भनेर यसरी कनिष्क राजाले अब यो आज्ञा दिए बमोजिम अनि शिवसिंह अर्थात् यो भनौँ न यो अभिधर्म महाविभाष चाहिँ अनि यसरी लेख्न आउँदा त्यो पछि एकदम स्पष्ट हुन गयो स्थिर हुन गयो त्यही कारणले गर्दाखेरि यो स्थिर हुनुको लागि नै यो राखिएको हो त्यही कारणले गर्दाखेरि निकायको बुद्ध वचन पनि भनिन्छ निकाय सङ्कलन बुद्ध वचन सङ्कलित बुद्ध वचन त्यही कारणले अहिले हामीले जति पनि त्रिपिटकहरू दर्शन गर्न पाउँछौँ खोल्नु पाउँछ हेर्नु पाउँछ नि यो सबै के हो त आफै निकायदेखि आएको यो निकायले आफैदेखि अब लेखेको कुराहरू नै हो अहिले हामीले दर्शन गर्न पाएको त्रिपिटक जुन बुद्धको पालोमा भएका बुद्धको परिनिर्वाणपछि भएको दोस्रो तेस्रोको जुन त्रिपिटक नै रूप त्यही हो भन्दा त्यो हुनु सक्दैन त्यो होइन पनि धेरै ग्रन्थहरू मिल्छ तर पछि गएर निकै जुन पछि गएर जुन भएको कनिष्क राजाको पालोमा जुन पाण्डुलिपि उतारे
त्यहाँदेखि अब भएको चाहिँ हामीले त्यसले दर्शन त्यहाँ पाएको बिना देव सर्वसेवाको सुसले जुन रावण निकायले जुन अभिधर्म महाविभाजन अक्षरमा आयो त्यही नै हो हामीले अहिले हेर्ने त्रिपिटक भनेको 딱 간다 대래 가르쳐야 대백 것도 되죠 뭐종이비나 딱 त्यही 대백 कारणले गर्दाखेरि हामीले 세백이 अब निकायको बुद्ध सङ्कलित नभएको भए हामीले 제약에 त्रिपिटकसँग नपाउने 딱 대백 것도 세백이 त्यही कारणले अहिले हाम्रो हातमा भएको हाम्रो आँखा अगाडि भएको हाम्रो निधारमा भएको ढोक्ने आस्था राख्ने त्रिपिटक भनेको चाहिँ जुन यो निकायदेखि आएका त्रिपिटक नै हो निकायहरू नभएको अगाडि निकाय उत्पन्न नहुनु भएको अगाडिदेखि त्रिपिटक कस्तो हामीले अब हामीले सुन्नु पनि पाउँदैन दर्शन गर्नु पनि पाउँदैन कस्तो थियो भनेर निकायदेखि पछि आएको चाहिँ हामीले हेर्नु पायौँ त्यही कारणले गर्दाखेरि 민잉버티솔이야 잘못된 것이도 와. 그 기사 맞아요. 미동라 신신 시도. पहिलोको पालोमा हेऱ्यो भने मान्छेको धेरै तेज दिमाग थियो लामो समयसम्म मनमा राख्ने कन्ठस्थ गर्ने क्षमता थिए तर अहिले आएर सबै मान्छेहरू कमजोर भएको हुने हुँदाखेरि अब त्यो के होला अब त्यो त अक्षर नलेखि नहुनु भयो अनि अहिले त हामीले आफ्नो फोन नम्बर गरी हामीले याद अनि आफ्नो दैनिक आचरण के हो त्यो आफ्नै अब मनमा हामीले विशेष गरी बुद्ध धर्ममा हेर्ने हो भने अब पहिला पहिला भने अब प्राचीन कालमा पाराहरूलाई के हो त पहिले नबिर्सिने ज्ञान त रिपोर्टमा जुन अहिले रिपोर्ट गरेर राखेको जस्तै भिडियोमा रेकर्ड गरेर राखेको जस्तै एउटै शब्द गल्ती नभइकन एकदम स्पष्ट यसरी बताउने गर्दछ त्यस्तो बताउँछ त्यस्तो अब त्यसो नहुने पनि होइन त्यो भयो अब भोटमा लिङ घेसरको एउटा कथा भनौँ न लिङ घेसरको एउटा आत्मा चाहिँ अब एकदेखि अर्कोसँग छिर्दाखेरि के हो त अक्षरहरू पढ्नु जान्दैन तर पनि के हो त लिङ घेसरको आत्मा जुन त्यो मान्छेमा छिर्दाखेरि प्रवेश गर्दाखेरि धेरै कुरा बताउन सक्दो रहेछ अब सपनामा लिङ घेसर आउने सपनामा आएर त्यसपछि अनि गुरुले आशीर्वाद दिँदै अनि पछि के हो त लिङ घेसरको जति पनि के हो त इतिहासहरू चाहिँ अनि कुनै पनि नरिकन भट्टका पनि बताउने यस्तो धेरै देखेको तर के हो त त्यो बेला न मोबाइल थियो न त्यो उहाँले किताब पनि पढ्ने किताब पढ्नु नजान्ने नदेख्ने अक्षर पढ्नु नजाने त्यस्तो मान्छेहरूले लिङ घेसर राजाको कथा एकदम स्पष्ट हिसाबले कसरी बतायो होला त त्यही कारण नहुने पनि होइन रहेछ भने हामीले इतिहासदेखि पनि हामीले देख्न सक्छौँ त्यही कारणले गर्दाखेरि त्यही कारणले नहुने होइन होइन रहेछ पहिला आउनु पनि रहेछ भने इतिहासदेखि हामीले अनि आजको अब मैले बताउनु कुरा यति नै रहेछ अनि यतिमै अब अन्त म चाहन्छु अब धेरै अब भोलि 제사된 미기도 대수에 대 표현에 지속는 것도 레벨로 가시나로 지속나 좀 고추버래. 근데 아주 삼에 냠도 लेकिन बच्चों जुन अब परिनिर्वाण दिन रहेछ त्यही कारणले गर्दाखेरि 미기도 대수에 대 출루도 제리나 나와게 체 니즈스ум이 뭐라도 와. 제사 뒤들이 진짜 주베에 체 주신이 뭐 계획도 와. अंग्रेजी पात्र अनुसार 10 महिनाको 14 तारिकमा रहेछ 10 महिनाको 14 तारिकमा चाहिँ मिगी दुजेको परिनिर्वाण दिन भएकोले त्यो बेला हामीले अनि उहाँको परिनिर्वाण भएको बेलामा अब पूजा आजा ध्यान साधना
신다디 गर्नु 그 고마데 जरुरी 고마데 देख्छ 데모와시 देख्दछु 비기도 त्यो 코라나 बेलामा 제샤빈 गुरु खा시주 निकितहरूले आफ्नो लेख्नु भएको जुन 안 अब अध्याय 디기도야 आध्यात्मिक 비기도 नीति छ 지게 त्यो 자발로 अब हामीले 디게 고 카시지 साधना 디시 मार्फत 카시지 셰셰다 디네르 비차르지 दुई 안데 शब्द बोलाउन त्यो 스토리도 बेला 사로나 진짜 주베게 अङ्ग्रेजी मनमा 세 진짜 주베게 진짜 줍시니 못해 디네르 비차르 10औं महिनाको 14 다소 तारिकमा 아테마랑 आमिसे 샤스케 निकितहरूको 제레야 8औं कर्म निकितहरू परिनिर्माण हुने बेलामा त्यो बेला फेरि 자데 भेटौँला 가사 उहाँले 수주 लेख्नु 사회 भएको 제는 돼야 되는 आध्यात्मिक गीति त्यो बेला हामी भजन गर्ने नै छौँ आजको लागि यति नै बहुत सर्वमङ्गलम Nola da dizera mendredo dispiaida. मन्दिर स्थापना गर्ने ओ चाजे वादा शेजे शाबादा जेसो येरा गुजेसो गेवा जुसे दागे जेसो वादा जेदा zonju जेवो 오예 사진 비지 조제 메도라 레로니 제닌데겜 환게 진노 메데 베와예 로게 나와시 제와조 예제면저 상본디베 장조랑 화제민조제 뒤손대제 공바도바 시브라민제시오라미네제 남가냥 조노저라쇼万天来面下边的宝宝，看你们用蓝的给中啊，大兴马路头上之上，牛肚三给三郎个不拉说，电棒机电看不说全棒。
Temba Nyu Shindo Sawaban Tenzin Bolo Barjen Geba Temba Yurin Nefe Rashi Sho Mano yachichimo tengsi batini lepur pipe jikabdir jir chishuwa yongdang kebardo gyabar kusun gaya chebe kagi kodi khada shupe palsu gindi dadagi dedam ladur kibu gyeshi yongi dinsabshide kadi chesite bedam dadam shigi Then, kadın cesur cesur diye, dedi Türkçe çevre kadından tapkere kadın, nigi bu ne? Şuna, tamam Türkçe çevre kadın ne? Tamam peşinde taşa gittim ba. Lower lam to show the neck of foot. Today, tomorrow to give it to Nassau in a young, you depend on the toy, but of the Sena. Don't think you to the Kyoshi cup. Then the colleague gave a careful sipping of the key, the netting in the neck of soul. The Sangi Virginia book, taking the leg tamte kya tugi kulma jene kya kusil ki muki se thongda cheba henji gu janju chodo thongara tugi gare da di kasu kya kusil ki muki se thongda chebe tu kya mega su sangye di jinjing gu ene du jeshi madawa suju gu gane tingi Chulne, tende, sing gangda kandu, mambar sobo sangye Any sing tamne tuki gar, kulma nabi, tene dade, tene surangye jugabdi, tene kyabsiki muti, se tonda jere, tene chanchi sebe, tu. Shit durkawa sebe, tene nige tor. Nagabla, Tamsi Cassie to the English, and it said that she get a Sinjanam, Yamambadam, Lady, Ledam, Tributumagi, Ship, Lega Pinam, the Captain, Gwendam, Mungan and Driver, Signe, Yingi, Servitor, Queen Yalana, she no matter of she, Taro, Gone, the ship Dukawa. Chanchu Samba Tongyang Dulgawa Signe Dolbe Namre Nimama Dove Tende Suraki to Jana to the Shin Tur Dagris Shede and took it away. Kongi took it to them, Ninja and Sula, Chori, Sangit Jagi, Metal Tamjing and Pamaka, and not begin the say, not to say. There are places like that.
때나 이제 상기 시작해 두고요. 뭐기 두저하고 이제 상기 다 시작해 두고네 송대 다들 버도 이제 때버진데 계신다 봐. rabda ba kyagar tambe la soba kinse ki kelo shen na ya ani tangme ba chung ya de so gangi ya tul mari ba tujar magi ba ani magi thume bardo bamar ne be ani rone du da na la tukse yavar chen sumne samshidu sibar yavar sumati 지구에는 상로 당시에는 여기까지 제대로되지 그래도 대양 상계진들의 라 때로 결과 집에 나라 도와드다 감전이 kimi mimu nangi chi kimi tuwe tuwanda tule yini tuji damche ini semjin na mimu ku kruwa chingwale kera nyingji kruwa la chingwale yes nangche sabana shi tili sangji chumjen dedi dirawe nyingji khibar chenyi ka ngangchi ki yudu kirwa ina lebar samna dada nangi ini kwenzu kirwa nguyen tu chenpe sangye changsum tutab changwa nangi kyang tujar magir be tuje hamar de be shid durga be tujar namla sere chesu sumne ini siban yawa samati tene samgi bigere gadi chimbori do samgi yo tiyen tene sangi chumne de la sangi chumne de tuje wangi simjin nyomong le durga nyomong ki chimne simjin namla 유명을 보여내도 투지 동에 이제 인지 캐제디 이제 다다 다자는 게 보인 겹 공인 쭈부르기가 되네 교양보 쇼라 잘나 데레이 하바이 이제 캐제 투제다 투제와지 캐제 이 서버지도 캐버도야 되네 다자 인내 투제디 유명한 양리로 아주 되게 민감한 맛을 땜바야 뭔가 뒤나게 타마가 저거를 뒤에는 땜바 유명하게 봐 유명 양리 수준의 이 순제 라레다 유명한다 유명시더라 디도만 아니 여기 있어는 좀 어떤 하나씩 때문에 유몽시더라고 뭐 뒤시도 들까봐 뒤 멤버 유몽라고 얘네들도 뭐 얘네 사람 참 라서 인미 캐시 시군에 시도 들까봐 예수님께 랑레도 전에 들까봐 얘네 되게 tukjele shumbalam 여러분 제스 뭐지? 파버더야. 그리스 거래 섬겨. 대한민국 오늘 시계를 만들더니 로베 아니야 되게. 지도 되게 좀 내가 지도 내가 좀 해도 지도 되게 심바다 내가 좀 믿어도 걔가 좀 다시 좀 당대 당사하면서 이제 상이 좀 되게 아니 녀몽기 시험을 심진 들거든 들거든 이 녀몽기 게임은 심진기 게임 말했었네 녀몽은 심진이 내려시네 이제 심진을 합쳐서 지금 배디나신 다자는 거에 겹풍이 지불기에 이신 도장 근데 랑데 닝메 양이서 하베도 자시 아니 닝메 캐시시 아니 들거를 게버들라 야 또 심반배 거네 아니 또 sab자가디 델레데 키버드게 되네 그리스브레 섬기요 되네 상버대야 되는 거라서 자기 님이 키시 키지 시번 그는 중앙서 근데 대단 거라서가 영어 이신들도 틀리게 하나 되는 것이 취임만 나시
직접 세번을 영화에 그 나라에서 사람 총이 깨래 성기를 대한 세계 변리에서 원하시 저기 쓰는 부서가 교육에 있는 건 지금 취업 경험 초기 진행 지었다 그래서 이제 지금 이 때문에 지난 축함들이 초강 아무 지금 지금 레벨에서 이 취업 막혀고 있게 배변하시는 다른 나라서다가 이 경험이 있는 그 틀에 경기도 벌써 망부 영화에 되니 선언기 맞춰네 스스로 선언 충다 나라서 선언 충다 선언 맞춰네 디제체 선언 충다 선언기 맞춰네 벌써 망부지 정말에 성기에 이 인과에 맞거든요 너의 나한테 그래서 모르겠나 치 야가 또는 키비 야가 둘러요 난게 또 마찬가지 제발은 되는 데에서 그런 거라서 kunjosu kemne yanda bare kemne bonan da yesu kalsi kunjosu kemne bonan da yanda bare na samje tuje tuman garje na bare yes lagi bodhi kemne mai ke bare samje de kepjar bagir ke yes di na ani jobje ke to yanda bare kemne mone kunjosu mone tup sa bare de ine kepjar ke to samje ke la ma sa ai ta ni kyo bi chile de ma yes 배대나 싶은데 대단한 소양 이 시도 이 경험이 시도 겪는 거는 통해 집을 주고 ran 상대는 이렇게 언니 왜는 통해 집을 주게 되니 그게 수요네 근데 틀에 주발은 벌써 나오니 근데 경험이 시도 아니 늦지 또 상황이 말해 말한서 생기기 나라 그저기도 또 사람이 책임 마상 이 개를 쓰게요. 대연들은 우리가 쓰다 셔된 속으로 넣어야 돼. 나랑 있으면 이제 대대들이 두지 틀리기 주게 벌써게 세게 탑시리 되는 나랑 소소 두자 나랑 소소 거니 속사 주장 지야당 지야게 셔된 역시에 쓰게요. 대연들이 아니 정말 안 되나시 나에게 무엇이고요. 어디를 들어가와는 벌써만 길에 툭 씹어내봐 툭 씹어다 대화를 펴봐내봐 이 제수 속내 이 남자세들이 그래야 하고도 그러지 뭐래 성이요 이 tuk지체까지 내려면 tuk지체 좀더 맛에 탑케를 거니 이 남자세 나와지 되려면 그러지 뭐래 성이요 이 탑케를 거니 맞서는 남자세들이 되는 relation 전혀 장기 위치가 여러리 이네 kop업 써야 거든 이 탑케를 틀에 경우 이 남람 망부에 나는 틀에 써야 거든 숨기 틀에 써야 돼 이제 사람들은 그런 소라 몰랑게 송체당 근데 시대에 들어왔는가 시대에 들어왔는가 쪼르공네 근데 군체당 근데 주만는가 쪼르공네 지체 근데 말네 무슨 남랑 나시버려 근데 케버도 따라 말모 열체치 있어야 돼 근데 나서 규단을 쪼르공네 우선 나와래. 지혜들이 규단남 긴거리까지 규대 가서기 계속라 연매나게 여기 나오더니 계속 대답이 연매기 저어디 계림당 어디 소리 제제전에 야나 탈랑가 전남 니에 어디를 리버니 빌남 그래서 상마기 겹쳐다 그때는 용수라고 남자 주선 소를 제대 규대 공대의 제가 얘네 숭에게 공시 삼아 권해들이 많은 결실이 무슨 나래 다 데려가더니 숭에 대한 숭설이 아니니 농감의 숭시 뜻은 나라 숭설단은 얘네 규대기 시발을 써야 한다 솔진정도 마성할 그거를
들자 강라 강들기 탑해봐 변하다 등상기 들자리 명하게 들자나시는 누구시보다 담지순 두개 하정 빼고 공부했다 근데 디설라 공네 당부 규대념내다 주의 여름도 지야다 되게 규대 남들은 얘기 등보디 그래 되게 누구디 시대들 좀 많이 가지고 거래 뒤에다 뒤에 겹쳐가 너무 가져봐 소야랑 근데 규대기 염려를 얘기 염려를 써야 되기다 고차를 담치게 상한 담치게 쳐와서 다시 근데 니들 담치 송야에 송답이 안 마시나 정신이 위험하래 어디에다 뒤에 겹쳐가 어떻게 해서 송야에 공식 정보여가 니들들이 셔버리 먼저 줘야거니 이제 불자는 규대 긴걸 이념에 순간 얘기는 남순간 얘기는 내가 주에 여름도 제로거니 되니 남자나에게 공식 사고여거니 되니 그것도 불자들의 탑협에 질레 켜버리자리 섬기요 대대배들이 시발에서야 너무나도 치료해야 품질 보이거나 미식도 그래 얘네들이 치료 품질도 돼야 되더니 나도 여기 결합시켜야 비행을 개척 잡아래 그래서 나도 상계기 치료해야 주고 건것도 시원하지 근데 상계시 거리냐 근데 이 교육 써와야 내가 상계를 듣고 그래 어디에는 대대배 근데 나다 이제 걔는 여기 시야 되겠지 뭐래. 그냥 나와서 담배치 중소다다나 당고 상계 이송 아니 자주보다 정신 걸로 써서 까도 하고는 게 도와제. 이 벤지 대시 두터는 공 넣어서 그 어디다 여기 좀 기름을 붙이고 때네. 다들 나게 하면 바로 이런 소리 저승 고가지 그러지. 저승 무슨 지역에 고가지 교지 중앙에 어디에는 뒤에 여기디 시르고니 최고 두바이 거라 희식기에 개체고에 뭐 공상 그런 거 여기 통해 무슨 나와래 여기 무슨에 시로 나와래 그래야 화장이다 답답해 아니 제발 제도 뒤에 나타나서 말로 연체 될수 있을 또 나기 싫어 나이가 근데 나이 중국대 당번에 승부를 삼나 대양 그 공도 지금 양이 수는 것이 근데 나도 더 나이 때문에 말이야 이 마음 거의 그렇게 했는데 대양들이 더 나이 더 매일 중 좋아 저도 왜 나한테 도와주 좀 마셔라. 나도 뭐야. 양아버지 때문에 도와달라고. 아니 아무 도와주 좀 해서 되더니 때문에 중단 가이드 중단해서 무슨 일이 뭐를 나오니 근데 하정기 그렇게 남들 그래도 내나이는 여기 숨들 것이야. 숨들이야. 숨을 타면 근데 제시게 그 커버를 되는다. 그것도 어디시나 남긴 것도 수람나 아니 시작하게 된 숨겨라. 이게 탐제가 좋아져 그래도 숨겨라. 근데 남긴 것도 시작하게 깨지게 되는 아니 위생이 검실 해야지요. 위생이 검실은 나 책임 그러니까 직접 줘야지 봄봄째 봄여서 줘야지 뒤로 숨거리고 많이 봐 때문에 뭔가를 제것이 문제네 되네 숨해야 괜찮다 그래서 양균 이번에 숨어서는 맞아 실제 전에 그냥 내 나사들은 십자시 그래 가서도 돌네 시야들
맞아요. 미개미 세서라고 쓴거. 미개미 세서 소요 뒤에들이 레 나와서 근데 저것도 계셔요. 어디로 많이 봐. 미개미 세서도 많이 봐. 뒤에 강 가산에 되니 지금 부탁도 봐. 남네 이 소마비 이 견제다 저를 선배로. 저거 나시야 맞다. 저기가는 나 시가 숨어있네. 그 랑이 랑루기 이체삼당 양나들이 랑루 쌈마이네. 지단들이 벽이 난데라 잡았던 게 잡았던 경제들 전에 다 잡아. 또 왜나 맞아들이 배송기 시티 해줘라. 디도야 많이 봐. 근데 너무 지구 경제의 제에 타져봐야 많이 봐. 여기 난데라 잡고 지구 경제의 제에 타져봐야 많이 봐. 근데 여기 장기 장기 시야를 저도 나오네. 근데 시주 부탁도 나오는 거니 이게 어떻게 세바디 그 시스템이 비트기 시작해서 또 뭐야 많이 봐. 이번에 배터리 시스템이 돼야지. 이 시스템이 제대로 제대로 나오고 어디에다니 눈에 나오니까 이 시스템 나야 못하시고 대부분 많이 봐. 배터리 시스템이네 시간이 숨쉬고 지금 많이 봐. 삼성 이 근데 내가 먹고 있는 거잖아. 내가 먹고 지나가야 개발이 무슨 먹고 있지. 이 한국에서 먹고 이제는 무슨 먹고 이 먹고니 동지거든요. 무슨 깔까고로 되게 이 시kal에 가고 있어요. 이 뼈리 남네. 그 남성 밑통한 사람이 이 고아들에 봐. 데려가는데 탈람 땡기기 이 데려가 되는데 탈람 탑케베 버리는 남자 나와요. 이 데려가 키우지 말아요. 데려가는데 세바디 독재 채웠던 거니까 탑표격원에 이런 거랑 소에 누르기 제대로 탑표기 틀에 그래도 어디에다니 탑표가 독재 친구들 따게 내릴 때는 이런 거랑 소 지단들이 약체 지수 문제 상말이 개발되다가 마음을 열치시고 따로 탱시발에 탱시기가 순대 성마대에 뒤로 송하여 뒤로 마살 배터리 시티 성도의 마성을 드레이가 봐 이 시에서 투몽만이 배권이 드레이 마살 빠도에 개비 시티 election ana basi tajanan ki miki genda nami tudar tawadi kadi nami chatabe bare samiro den taas bolsa shisha bare den taksi chigi dole nungi chigi chama chigi chama ko ina tadari den taksi chigi dole mazu chigi shiba ina chigi nala hindu chini yoga ke kalbe tangane kalbe chigi devi yese chegi nyengor phune teni kari de khursu mare di chigi le teni kari khurda de yore ti ginse garare san chigi devi yese sabada jaba khoro yore chigi ni gyutu mare di dere de chigi to yese ke 남자들이 미래 타바다 탐색이 못하게 유지가 됐어. 근데 얘네들이 타바다 탐색이 그렇게 돼. 상당히 근데 예시 교디 사범의 예시 교디 더 배틀레디 근데 그걸 그렇게 되더니 대백인 지속이 근데 전에 서도 말했어. 어떻게 해서 드네가 드네 독지 시와던 탑
제 몸에 신진난다 제주도 끝인데 되게 제가 매번 되게 되니까 집에 들어도 시네 타들다 말로 여지고 등시버디 레버 중에 급들 최수가 지난 개발도 개발 조수기 어디가라 슈베 개인 기대람 나도 기본 계획이 있는 게 붙잡시대 동성들 제대로 강내 풀나야 코르타베 경우 거리는 동부지 제수 제베거니 제수 제베 제베거니 소르지 남는 것인데 고선 소르지 남는 것인데 거리는 특제의 거리 하나도 치우시 쉬고요 레마리안 고감사지 구제리요 대신 캐는 니다들 싸워다 tuk지 wenang research kanim du tarwal tarwe namne tangja nangyam tuk지 juba leba mela ches nungde sungi duti kin tarwe gi shi zane loje gi mi che tabana tuk지 ki bi gele gi nam tebe lam de process so Shalom. 我老说，大白天出门没事的，老说大家上便宜，多钱呢？看不多钱了，看不上班了多钱？我老说。